कस्तो छ तपाईँले आफैले चेक गर्न सक्नुहुन्छ। त्यस कारणले गर्दा त्यो फेसबुकको वाच भन्दा पनि यसैमा तपाईँहरूलाई चाहिँ मैले फेसबुकमा पनि ल्याइदिन्छु। तपाईँले पेजमा हेर्नुभयो भने हाम्रो गुगल के अरे यो जुम आइडीहरू फेला पर्छ। मैले तपाईँलाई अहिले यहाँ नै लेखिदिइहालेँ। फेसबुक लाइभमै गएर गर्दा फेसबुकको वाच भन्दा पनि फेसबुक लाइभमै गएर जुम आइडी गर्दा फेसबुकको वाच भन्दा पनि 9 6 2 9 जुम आइडी गर्दा वाच भन्दा पनि 9 6 2 9 जुम आइडी 9 6 2 9 जुम आइडी 9 6 2 9 जुम आइडी। फेसबुकमा लाइभ वाच गरिरहनुभएका साथीभाइहरूलाई मैले चाणक्य एकाडेमीको वालमा र कमेन्ट बक्समा पनि नम्बर राखिदिएको छु, जुम आइडी र एड्रेस पासकोड। त्यो हेरेर आउनुहोस्, इक्जाम दिनुहोस्, आफ्नो मूल्याङ्कन आफै गर्नुहोस्।
सकियो भने कमेन्ट बक्समा च्याट बक्समा राख्नु होला। सकियो भन्नुहोस्, सबमिट गरिदिनुहोस् र फिनिस 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 भनेर लेखिदिनु होला यहाँहरूले। त्यो हो भने सजिलो हुन्छ हामीलाई। त्यसपछि हामी आजको अत्यन्त महत्त्वपूर्ण विषयवस्तु सामान्य ज्ञान के अरे संविधानबाट हामी अगाडि बढ्छौँ। सामान्य ज्ञानको इक्जाम सकिएपछि यो लिङ्कलाई पठाएको च्याट बक्समा पठाएको लिङ्कलाई तपाईँले खोल्नुहोस्। अटोमेटिक तपाईँको त्यहाँ केही कुरा माग्छ अपडेट, त्यो दिइसकेपछि तपाईँको खुल्छ गुगल डकुमेन्ट। त्यहाँ स्टार स्टार जहाँ रातो स्टार छ त्यसमा केही लेख्नुपर्छ तपाईँको डिटेल। त्यसपछिबाट अगाडि बढ्दा भइहाल्छ, केही रोकिँदैन। भएन भने अब भोलि तपाईँलाई सिकाउँला, अरू साथीहरूले सिकिसक्नु भएको छ हिजो। त्यो सिक्नुपर्छ अब तपाईँले। हुनुपर्ने लिङ्क च्याट बक्स म प्रयास गर्छु। भर्खरै नआउनु पऱ्यो नि त बेलैमा। फेसबुकबाट कुनै आउनु होला, ठिक छ। अब सर यहाँ हुनुहुन्छ भने लिङ्क फेरि राखिदिनु पर्ला, च्याट बक्समा हरायो भन्नुहुन्छ। त्यो अहिलेको लिङ्क नयाँ मान्छेले म आएँ विद्यार्थी भन्नुभएको छ साथीले, एकपल्ट फेरि राखिदिनु पर्ला रहेछ।
ल नयाँ आउनुभएको साथीहरूले च्याट बक्समा हेर्नु होला। त्यहाँ इक्जाम छ अब एकछिनपछि अब यो टाइम अफ हुन थाल्यो। यहाँहरूले कति कति त्यसपछि आउने साथीहरू भएकोमा माथि कुनै लिङ्क हालेको छ, सक्यो भने मेसेज गर्नुहोस्, ठिक छ। त्यहाँ क्लिक गर्नु होला। आइक्यूको रिपोर्ट रिजल्ट अब बढीमा 10 दिनमा आइपुग्छ। त्यही कुरा बुझिरहेको छौँ हामी त बाहिरबाट। छिटो हुन्छ। त्यसै अब तल तयारी पनि छ, वैशाख 26 गतिबाट भएको हुनाले अब यसको 1-2 गतितिर त निक्लिहाल्ला। ल साथीहरू, कोही इन्सोर्टरको हुनुहुन्छ भने आइक्यू नगरेर अरू सामान्य ज्ञान गर्दा भइहाल्यो। साथीहरू सिद्धि हो, सिद्धि भने पढ्नुपर्छ है। अलि माथि जानुहोस् त, त्यहाँ लिङ्क छ, अझै पनि देखिरहेको छ। माथि लिङ्क छ, त्यो लिङ्कलाई क्लिक गर्नुहोस् त। तब गुगल डक खोल्छ अनि त्यसमा चाहिँ केही भरेपछि अनि आइहाल्छ कि। सिक्नु पर्यो अब अनलाइन प्लेटफर्म।
होइन सबै हालिदिन्छौँ तपाईँलाई स्याटरडे स्याटरडे भयो पहिला पनि हामी राखौँला स्पोर्टलाई आएको आइक्यू पनि अरूलाई पनि कम लाग्छ उसैहरूलाई पनि उस्तै हो सबै हाल्छौँ हुन्छ हुन्छ भयो भयो भने भन्नु होला हेलो हेलो माइक टेस्टिङ माइक टेस्टिङ आवाज आएको छ सकिएको साथीहरूले यस भन्नु होला आएको छ भने आएको छैन भने नो भन्नु होला हेलो 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 आवाज आवाज आएको छ कमेन्ट गर्नुहोस् त आएको छ भने साथीहरू सकिएको अवस्था हो ल अब जो जसले गर्नुभयो सब्मिट गर्नु होला नगर्नेको त्यो अनुसार फेरि भोलि भ्यू पाएन भने त्यो अनुसार हामी मिलाउँला मेरो आवाज सुनिएको छ नि फेरि भनिदिनुहोस् त यस भनिदिनुहोस्
बोल्न पाइरहेको छ दोहोरो वार्तालाप भएको छ भनिदिनुहोस् न। ओके। ल हिजो हामी अलिकति संविधानका महत्त्वपूर्ण अ, गुणहरूको बारेमा अध्ययन गऱ्यौँ। पढाइ हुन्छ होइन त? यस भनिदिनुहोस् त, कमेन्ट गर्नुहोस् त। जति पनि फेसबुक लाइभबाट चाणक्य एकाडेमीको यस अनलाइन प्लेटफर्ममा हेर्नु भएको छ उहाँहरू कृपया त्यहाँ हामी वालमा राखिदिइरहेका छौँ, कमेन्ट बक्समा राखिदिएका छौँ। जुम आइडी र पासकोड दुइटै युज गरेर तपाईँ आउन सक्नुहुन्छ। जुम लाइभ खुल्ला छ, आउनुहोस्, हेर्नुहोस्, पढाइहरू, अनि त्यसअनुसार आफ्नो डिसिसन गर्नुहुन्छ। ल अगाडि बढाउँछ साथीहरू। अब हिजो संविधानका गुणहरू पढेका छौँ। मौलिक पछि पढ्छौँ। अब विशेषता पढेर अनि हामी चाहिँ यसको इतिहास पढ्छौँ, अनि सजिलो हुन्छ है। तपाईँको कुरा ठिकै हो, तर साथीहरू सामेल नहुने समस्या भएर भएको हो। हामीले पनि त्यही सोचिया हो होइन। आज भोलि सुजन सर आउनुहुन्छ, हाम्रो अघि चाहिँ बढिहाल्छ क्लासका आइटमहरू, त्यो पनि भएर हो। ल त्यो चाहिँ तपाईँ भनेअनुसार हुन्छ। ल अरू केही छ साथीहरू, सुरु गरौँ। ल संविधानका मूलभूत 10वटा विशेषताहरू अब हामी चाहिँ आयो भने 10 अथवा 5 आउने हो। त्यो आउँदा हामी कति लेख्ने भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ। त्यो लेखाइ अनुसार हामी तयारी गर्नुपर्ने हुन्छ। सबैभन्दा विशेषता भन्दा बित्तिकै स्पेसियालिटी के छ त यहाँभित्र स्पेसल कुराहरू भन्ने कुरा चाहिँ विशेषताले जनाउँछ। विशेषतामा गुणहरू, पर्याप्त गुणहरू पनि जनिन्छ र एक दुईवटा थोरै केही कमजोर पक्ष रहेछ भने त्यो सुधारका पक्षहरू पनि चाहिँ केही कुराहरू हामी गर्छौँ। नत्र सबल र दुर्बल पक्ष भन्ने भइहाल्थ्यो होइन। विशेषता भन्दा साथ संविधान सभाबाट पारित अथवा निर्मित हाम्रो पहिलो संविधान नम्बर 1 हुँदा यस अघिका जति पनि संविधान थिए या त राणाबाट दिएर या त राजाबाट अथवा कुनै एउटा चाहिँ टोली निर्माण गरेर संविधान बनाइएको अवस्था थियो भने नेपाली जनताको 2007 सालको आन्दोलन ताकै राजा र प्रजा मिलेर राणा विरुद्धको आन्दोलन गर्दाको अवस्थादेखि नै एउटा चाहिँ जनताबाट चुनिएका प्रतिनिधिबाट संविधान लेख्नुपर्छ र त्यसैबाट चाहिँ शासित हुनुपर्छ भन्ने मान्यता राखेको नेपाली समाजलाई र नेपाल पृष्ठभूमिका तत्कालीन जनता, त्यहाँको समाजलाई विभिन्न धोकाधडी हुँदै कहिले पनि शासकहरूले जनताको संविधान आफै लेख्नबाट चाहिँ वञ्चित गरे। त्यो चाहिँ अवस्था आएन र 6वटा संविधान, पाँचौँ संविधान आउँदासम्म त्यो भएन र 6औँ संविधानमा जब अन्तरिम संविधान आयो, त्यो अन्तरिम संविधान 2062-63को आन्दोलनको बावजुद आएको हो 63 सालमा। त्यसले के भन्यो भने स्पष्ट रूपमा अब चाहिँ संविधान सभाबाट चुनाव गराउने संविधान सभाको र सोबाट चाहिँ छानिएका प्रतिनिधिबाट संविधान लेख्नुपर्छ भन्ने कुरा स्पष्ट खाका कोरेको हुनाले यो चुनाव पनि भयो। त्यसपछिबाट पहिलो चुनावबाट, संविधान सभाको चुनावबाट हामीले चाहिँ संविधान दिन सकेन, संविधानको निकास निक्लन सकेन। त्यसपछिबाट दोस्रो संविधान सभाको चुनाव भइसकेपछि मात्र हाम्रो चाहिँ संविधान पहिलोपटक नेपाली जनताको चाहना, आफू शासित हुने विधान आफै लेख्ने चाहना फलीभूत पारेको संविधान यो हो है। त्यसपछिबाट त्यही अनुसार पारित भयो, लागू भयो र यसरी जानु र जति पनि मैले महत्त्वपूर्ण ठाउँका धाराहरू लेखिदिएको छु, तर यो धारा आवश्यक चाहिँ छैन। विशेषता लेख्दै पुग्छ, धारा चाहिँ परेन। च्याटमा आइसक्नु भएको छ साथीहरू, को हुनुहुन्छ? कृष्ण मोहन श्रेष्ठ के भन्नुभयो? छेकियो कृष्ण मोहन श्रेष्ठले भन्नुभयो। ल त सेवा पढाउने बेलामा पढाउँला, अहिले संविधान चलिरहेछ नि, जुन छ त्यसलाई चाहिँ राम्रोसँग पढाउँ, अनि त्यो आइहाल्छ। कृष्ण मोहनज्यू नेपाल रहेको
अब तपाईँले भन्नु खोजेको ठ्याक्कै त बुझिएन। एआइजीबाट उता आइजिपी भएर जानुभएको हो, नियुक्त हुनुभएको हो आइजिपीमा नेपाल सरकारबाट। अर्को चाहिँ धर्मनिरपेक्षता। यस अगाडिका संविधानमा हिन्दू धर्म भन्ने थियो कतिमा, त्यो धर्मनिरपेक्षता भन्ने थिएन। नेपाल हिन्दू अधिराज्य हुन्छ भन्ने स्पष्ट लेखेका हुनाले अरू हिन्दू धर्मभन्दा बाहेकको चाहिँ गणना भएन कि पुरै समुदाय छ, धेरै होला, बहुसङ्ख्यक हिन्दू धर्म होलान्, तर त्यसको मतलब राज्य नै हिन्दूहरूको होइन, अरू पनि छन्, थुप्रै किराँतका कुराहरू छन्, बौद्ध धर्म मान्ने कुराहरू छन्, मुस्लिमका छन्, धेरै सम्प्रदायहरू छन्, धार्मिक सम्प्रदायहरू, यिनीहरूलाई चाहिँ अप्ठ्यारो परेको थियो। र धर्मनिरपेक्षताको संविधानको महत्त्वपूर्ण उपाय भनेको राम्रो पक्ष भनेको के हो त भन्नु, धर्मनिरपेक्षता। आफूलाई आफ्नो सनातनबाट चल्दै आएको धर्मनिरपेक्ष धर्म चाहिँ पालन गर्न पाउने र अभ्यास गर्न पाउने, धार्मिक स्वतन्त्रता सहितको धर्मनिरपेक्षता आयो र यसले व्याख्या पनि गर्यो। धर्मनिरपेक्षता भनेको यो हुन्छ, सनातनदेखिबाट आफूले मान्दै आएकोलाई अभ्यास गर्न पाइने भन्दाखेरि यही धर्मको राज्य भन्ने भएन। यहाँ चाहिँ सबै अटाउँछ यो राज्यमा, चाहे मुस्लिम होस्, चाहे चाहिँ अब क्रिस्चियन होस्, चाहे हिन्दू होस्, सबैले आफ्नो सङ्ख्या अनुसार सबैको अस्तित्व छ भन्ने कुराहरू देखाएको छ। यो सबभन्दा महत्त्वपूर्ण विशेषता मध्येमा यो हो। यसभन्दा पहिलाकोमा खासै चाहिँ धर्मनिरपेक्षता थिएन। ६३मा थियो, तर व्याख्या चाहिँ क्लियर कट गरेर यसरी नै है। नागरिकतामा लचिलो प्रावधान। अहिलेको नागरिकता सम्बन्धी विशेष गरिकन तराईका मान्छेले नागरिकता पाएन, नागरिकता सहज रूपमा पाइएन भन्ने गुनासो पनि बढेको थियो भने कतिपय अवस्थामा यो नागरिकता मिसयुज भयो, जो पाइले पनि पाए भन्ने चाहिँ चलेको थियो। तर अहिलेको नागरिकता अलिकति चाहिँ सिस्टम के गर्यो संविधानले भन्दाखेरि नागरिकता चाहिँ अलिक फरक ढङ्गले 4 प्रकारले, एउटा चाहिँ वंशजको आधारमा दिने व्यवस्था गर्यो, एउटा अङ्गीकृत बिहे भएर अथवा बसेको नाताले पाउने, अर्को सम्मानार्थ नागरिक, विश्वमा चर्चित व्यक्तिहरूले कसैले नागरिकता पायो भने माग्यो भने दिने कुरा सम्मान स्वरूप, र अर्को चाहिँ गैर आवासीय, जो चाहिँ हाम्रा नेपालीहरू 4 कन्ट्रीभन्दा बाहिर हुनुहुन्छ, उहाँका बाजेहरू सबैहरू बराजुहरू सबै नेपालका भएका नागरिक भएका, उहाँहरू चाहिँ अब विभिन्न काम विशेष बिजनेसमा जाँदाखेरि अब सम्बन्धित ठाउँमै चाहिँ उहाँहरू के भयो त घर बनाएर बस्नुभएको अवस्था भएका व्यक्तिहरू पनि यहाँ राजनीतिक हक बाहेक आर्थिक हकहरू उपभोग गर्न पाउने गरेर यो संविधानले बाहिरको नलेज, बाहिरको पुँजी, पलायन भएको कुरालाई फेरि भित्राउने चाहिँ गरेको हुनाले यसलाई लचिलो प्रावधान पनि भनिन्छ। र छिटै धेरै लामो नकुरिकन विवाह भएपछि पाउने किसिमको। र अर्को चाहिँ नागरिकता यसको पक्ष भनेको आमाको नाम अथवा बाबुको नाम जसको नाममा पनि नागरिकता लिन पाउने र स्पेसल वंशगन्ती अनुसार चल्ने, आमाकोबाट चल्छ भने चल्छ। त्यही भएर अंश र वंश चल्ने गरेर यो संविधानले चाहिँ नारीहरूलाई अलि सम्मान गरेको संविधानको रूपमा पनि हामीले लिन सक्छौँ है। यस्तै मौलिक हकको व्यापकता, 31वटा मौलिक हक भनेको एकदमै राम्रो, विश्वका राम्रो मौलिक हकहरू सबै 4थो पुस्ताका मानव अधिकारहरू पनि हाम्रो मौलिक हकमा संविधानले समेटेको अवस्था छ। एउटा मर्सी किलिङ भन्ने छैन, समलिङ्गी विवाह त अदालतबाटै, यही संविधानबाटै अदालतबाट पाइसकेको छ नेपालको मान्यता होइन। पुरुष पनि बिहे गरेर बस्नलाई तिरिया छ भने महिला पनि बिहे गरेर बस्नुपर्ने सक्ने अवस्था चाहिँ दियो भनेपछि धेरै नै लचिलो हिसाबमा चाहिँ छ। मौलिक हक पनि स्ट्यान्डर्ड किसिमका मौलिक हकहरू छन् होइन। अलिकति व्यापकता पनि गरिएको छ हरेक क्षेत्रमा है। मानवीय पक्षलाई चाहिँ बढी प्राथमिकता दिएको छ होइन। विशेषले मानवले कसरी चाहिँ मानव अधिकारको सम्मान हुनसक्छ, उसको अधिकतम कल्याण हुनसक्छ भन्ने खातिर यो मौलिक हक समेटेको छ। यो राज्यका विरुद्ध लाग्ने गरी नागरिकलाई राज्यले उपलब्ध गराएका हकहरू हुन् र यी मौलिक हकहरू हनन भयो भने हामी अदालतबाट गएर पुनर्स्थापित गर्न सक्छौँ। त्यसकारणले यो मौलिक हकमा व्यापकता पनि छ, नयाँ कुराहरू पनि छन्। भिक्टिम जस्टिस सिस्टम, पीडित न्याय प्रणाली जस्तो कुराहरू होइन, न्याय सम्बन्धी व्यवस्थाहरूदेखि लिएर वातावरणका कुरा, खाद्यान्नका कुरा, यावत चिजहरू चाहिँ हाम्रो संविधानले गरेको छ। एउटा मर्सी किलिङ ब्याक संसारमा चलेको धेरै मौलिक हकहरू हाम्रोमा पनि छ। त्यस कारणले
यो भिक्टिम जस्टिसका हिसाबले त यो संसारमा नै परिचित भएको संविधान हो। यो पहिला पीडित न्याय प्रणाली भन्ने थिएन। जस्तो अपराध भयो, फौजदारी कसुरबाट पीडित भयो कुनै पनि व्यक्ति भने त्यो पीडित भएको व्यक्तिलाई कुनै राहतको व्यवस्था थिएन यसअघिका कानुनहरूबाट, मौलिक हकबाट। केवल अभियुक्त अपराधीलाई थुनेर जेल सजाय पठाएपछि न्याय पाएको अनुभूति गरिन्थ्यो, गर्नुपर्थ्यो। यदि त्यसलाई सर्वोच्च सहित जन्म कैद भयो भने सर्वस्व भनेको सम्पत्ति राज्यको नाममा हुन्थ्यो, राज्यले चाहिँ लिन्थ्यो, मानौ न धेरै थोरै भए पनि। तर त्यो पैसा त्यो पीडितले एकरति पनि पाउँथेन। खालि हो मेरो आफन्तलाई यसरी मार्यो, यस्तो भयो र यसले चाहिँ सजाय पाएछ भन्ने किसिमको मात्रै अनुभूति हुन्थ्यो, त्योभन्दा बढी थिएन। अब अहिले चाहिँ क्षतिपूर्ति सहितको न्यायको व्यवस्था चाहिँ गरेको हुनाले योमा अलिकति व्यापक रूपमा रहेको छ भनेर हामी स्पष्ट रूपमा किटान गर्न सक्ने अवस्था छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना यो संविधानले संस्थागत रूपमा के गरेर सङ्घ प्रदेश स्थानीय तहसम्म पुग्यो। लोकतन्त्र त छँदैछ प्रजातान्त्रिक, तर अहिले गणतन्त्र, राजतन्त्रहरू राजाको समूल अन्त्य, राजतन्त्र र जनताका छोरा राज्यको सबभन्दा सर्वोच्च शिखर पदमा पुग्नु सक्यो, सर्वोच्च पदमा पुग्ने व्यवस्था पनि यो संविधानले गरेको अवस्था छ। त्यस कारणले यो विशिष्टताको हिसाबले पनि यो इम्पोर्टेन्ट छ। अब धेरै संविधानमा हुन्छ शक्ति पृथकीकरण सन्तुलनमा मध्यमार्ग भन्छौँ हामीले, है स्पेसली शक्ति पृथकीकरण चाहिँ हिजो पनि मैले भनेको थिएँ, शक्ति पृथकीकरण हुनुपर्छ। राज्यका एउटै अङ्गमा, सबै एउटै व्यक्तिको अङ्गमा अथवा व्यक्तिको हातमा कुनै महत्त्वपूर्ण चाहिँ अधिकारहरू दियो भने त्यो निरङ्कुश हुन्छ। स्वाभाविकले यो कार्यकारी अधिकारहरू प्रधानमन्त्री अथवा सरकारले प्रयोग गरेको हुन्छ। ती अधिकार प्रयोग गरेर जनतालाई चाहिँ चोट पुग्न सक्छ र उसले आफ्नो हिसाबले चाहिँ काम गर्न सक्छ। राज्य अभिभावक हो, तर कहिलेकाहीँ के हुन्छ भनेपछि राज्य पनि असीमित चाहना चाहिँ हुन सक्छन् व्यक्तिका पनि। त्यस कारणले जनताका आवश्यकताहरू अधिकारहरू खुम्चाइदिन सक्छ। त्यस कारण शक्ति पृथकीकरणको सिद्धान्त मोन्टेस्क्यूले भने जस्तै एउटै व्यक्तिको हातमा नभएर हाम्रो संविधानले नि होइन कार्यपालिका न्यायपालिका व्यवस्थापिका गरेर पृथक शक्ति पृथकीकरण गरेको छ भने एक अर्कामा चाहिँ सन्तुलन, उचित सन्तुलनको व्यवस्था अप्ठ्यारो पर्यो भने चाहिँ न्यायपालिकालाई चाहिँ कार्यपालिकाले, होइन कार्यपालिकालाई व्यवस्थापिकाले कार्यपालिकाले यसरी चाहिँ शक्ति सन्तुलन गर्ने काम, एउटाले गल्तीकरण करेक्सन गर्ने काम र लाइनमा ल्याउने काम गर्छ। अस्ति पनि हामीले भन्यौँ दुईचोटि केपी ओली प्रधानमन्त्री हुँदाखेरि उहाँले चाहिँ कोष बिग्रियो। अब उहाँको आफ्नो हिसाबले होइन प्रतिनिधि सभा भङ्ग गर्नुभयो, मध्यावधिका चुनावकाहरू कुरा भए। त्यसपछिबाट अब तिम्रो चाहिँ यो चाहिँ यतिको चाहिँ छैन है, यो अधिकार होइन, सरकार बन्छ भने पहिले चाहिँ बनाउनु पर्छ भन्यो, सर्वोच्च अदालतले व्याख्या गर्यो र कोष करेक्सन गर्यो सर्वोच्च अदालतले। त्यस कारणले शक्ति सन्तुलन गरेकै कारण पावर त उसको थियो प्रधानमन्त्रीको पावर, तर उसले गर्यो। गरिसकेपछि पनि के भयो त भन्दाखेरि सर्वोच्च अदालत होइन यो गलत थियो भनेर उसले के गर्यो, गलत कुरा गर्यो। त्यस कारणले यस्तो चाहिँ शक्ति सन्तुलनको मध्यमार्ग हिसाबले अगाडि बढेको छ भने हरेक क्षेत्रमा समावेशित छ राज्यका, चाहे सरकारी सेवामा होस्, चाहे निजामती सेवामा होस्, चाहे अर्थको हिसाबमा होस्, चाहे चाहिँ हरेक कुरामा होस्, समावेशिता निकै राम्रो आएको छ। पोलिटिकल 33% छ महिलाहरूको भन्यो भने यतातिर अलिक फरक ढङ्गले अगाडि बढेको छ। मधेसी पहाडी कुराहरू, पिछडा वर्गदेखि लिएर दलित होइन जनजाति सबैका के छ त समावेश हिसाबले, समानुपातिक हिसाबले राज्यका अवयवहरूमा समावेश हुने र मेरो राज्य भन्ने अनुभूति गराउने किसिमको चाहिँ समावेशिता छ। पहिला थिएन, कम्पिटिसन थियो, जो आउँछ त्यही आउँछ ठिक छ भन्ने थियो होइन। र त्यसले गर्दा चाहिँ स्पेसल्ली राज्यकोबाट ओझेल परेका पहिलाको चाहिँ सीमान्तकृत जनताहरू चाहिँ टाढा भएका, एकीकृत राज्यबाट चाहिँ उनीहरू चाहिँ सुविधाबाट वञ्चित भएका वर्गहरू जहिले पनि पछि परेका थिए। त्यसलाई चाहिँ समावेशीको हिसाबले अगाडि बढाएको छ संविधानले। र अहिले त्यही भएर महिलाहरूको पनि अब साक्षर अवसरकै कुरा हाल्ने 40 वर्षसम्म चाखाजी लड्नु पाउने व्यवस्था होइन, सबैलाई कोटा सिस्टमको छ। हुन त यो धेरै लामो समयसम्म जान हुन्न भन्ने चाहिँ सिद्धान्त छ, 10 वर्षमा यसको हेरफेर हुनुपर्छ भन्ने छ। तैपनि सुरुमा लामो कालखण्डदेखि नै
दलित, जनजाति, होइन, मधेसी, पिछडाको क्षेत्र, होइन, यसरी चाहिँ हरेक क्षेत्रबाट चाहिँ हरेक तह तब्कालाई चाहिँ पछि पारिएको थियो। हुने खानेले मात्रै चाहिँ के छ त, राज्यमा चाहिँ बोलबाला थियो। त्यस कारणले पहुँच कसै पनि थिएन। त्यस कारणले यसले के गर्छ, समावेशिता लिएर आफ्नो सङ्ख्या अनुसार केही कुरा सकारात्मक विभेदको माध्यमबाट राज्यका हरेक अङ्गहरूमा त्यहाँ प्रवेश गर्ने र आफ्नो पार्टिसिपेसन देखाउने अवस्था सिर्जना भएको छ। अहिले हेर्दाखेरि महिलाकै कुरा गर्दा पनि हाम्रै देशमा हो, जसलाई भोटिङ राइट पनि सुरुमा चाहिँ नदिने भन्ने कुरा यसरी चाहिँ चलिरहेको अवस्था। र महिलालाई पढाउनु हुँदैन, पढाएपछि के हुन्छ, पागल हुन्छ, धर्मशास्त्र छुनु हुँदैन भनेर त्यस्तो किसिमको चाहिँ पछा पिछा पिछा पारेको अवस्थामा संविधानले अहिले चाहिँ समावेशिताको चाहिँ लिएर आएर सिद्धान्त अहिले हेर्नु न, 8-8जना महिला अहिले सचिवमा हुनुहुन्छ नेपाल सरकारको। भनेपछि त कति हो त, राम्रो भएको छ नि। मन्त्री नै, राष्ट्रपति नै महिला हुनुभयो, न्यायाधीश पनि महिला, होइन। यसरी यो तबकाबाट अगाडि बढेको हामी पाउँछौँ। सिर्जनाजी के गर्नुभयो त, के भयो, के भयो, किन चलाउनु भयो सिर्जनाजी? सिर्जना खड्काजी किन? ल, नबुझेर रहेछ, ल ठिक छ। राष्ट्रिय हित विपरीत संविधान संशोधन नहुने भनेर स्पष्ट व्यवस्था भयो। राष्ट्रिय हित भन्दा बित्तिकै नेपालको सार्वभौमता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिँदैन। संविधानमा संशोधनमा लचिलो व्यवस्था भयो, जनआन्दोलनै गर्नुपर्ने अवस्था संविधान चेन्ज गर्नलाई भएन, दुईटैबाट चाहिँ सकिन्छ। तर केही सर्टेन कुराहरू छन् जसलाई चाहिँ दुई तिहाईबाट पनि असंशोधनीय पक्ष पनि भन्छ संविधानको, त्यो राष्ट्रिय हितको कुराहरू हो। त्यसलाई चाहिँ राष्ट्रिय हित विपरीत संविधानको संशोधन भन्दा नेपालको सार्वभौम सत्ताका बारेमा कुनै पनि हातमा चेन्ज हुन्न संविधान। मौलिक भौगोलिक अखण्डताका कुराहरू छन्, त्यो अखण्ड नेपाल भइराख्नुपर्छ र यसलाई टुक्राउने गरेर यसको त्यहाँ संविधान संशोधन हुन सक्दैन। स्वाधीनता, हामी स्वाधीन छौँ, आजसम्म कसैको पराधीनमा नेपाल बस्नु परेको छैन। सानो राज्य छ तर संसारमा छाती फुकाएर भन्ने ठाउँ छ, मेरो राज्य आएसम्म कसैको गुलामीमा परेको छैन। हो, अङ्ग्रेजले भारतलाई एट्याक गर्यो, हामी सारा जनतादेखि लिएर त्यति बेला सेनादेखि सम्पूर्ण चाहिँ नालापानीको युद्धमा पनि लडेर भए पनि आफ्नो चाहिँ केही गुमाए पनि बाँकी क्षेत्र हामीले टेक्न दिएनौँ र स्वाधीनताको हिसाबमा हामी सँगै रहन्छौँ। त्यस कारण कसैको पराधीन हिसाबमा हुन परेको छैन, यो हुने पनि होइन। त्यसैले भन्ने गर्छन् ल्यान्ड अफ दोर्जे भन्छन्, ल्यान्ड अफ दोर्जे, होइन, सिक्किम बुझाए भन्छन्, होइन, इन्डियालाई। त्यो हिसाबले चाहिँ हाम्रो यो हुने कति बुझाउने हिसाबले हाम्रा तराईका भूभाग, काठमाडौँका होलान्, कहीँका भूभाग होलान्, यसमा चाहिँ हाम्रो चाहिँ स्वाधीनता जुन छ चलिआएको त्यसलाई चाहिँ हामीले तलमाथि पार्न पाइँदैन। जतिसुकै दुई तिहाई आओस् मतलब भएन। र जनतामा नि सार्वभौम सत्ताको प्रतिबन्ध, जनतामा आफू सार्वभौम हुने, आफ्नो प्रतिनिधि छानेर उनीहरूबाट शासन हुने अधिकार जुन छ हाम्रो, होइन, त्यो सार्वभौम सत्ता त्यो चाहिँ प्रतिकूल हुने गरेर ल भोटै नहाल्ने, जनताले पनि नगर्ने, त्यो किसिमको चाहिँ हिसाबले चाहिँ नहुने गरेर चाहिँ प्रतिकूल नहुने गरी यो संविधान संशोधन गर्न, प्रतिकूल हुने गरेर संशोधन गर्न सकिएन, प्रतिकूल नहुने गरेर संशोधन गर्न सकियो। अनि लचिलो व्यवस्था छ। र महत्त्वपूर्ण विषय जन्म सङ्ग्रहबाट निर्णय हुने व्यवस्था। कुनै अप्ठ्यारो पर्यो दुईटैबाट पनि कुरा चाहिँ नहुन सक्छ। कतिपय जनताले छानेर त पठाए, प्रतिनिधि सभा होलान्, राष्ट्रिय सभा होला, होइन, त्यहाँ चाहिँ दुई तिहाई बहुमत पुग्ला संशोधन गर्न। तर यो कुरा जनताको नासो हो, यसलाई जनतैबाट चाहिँ बुझौँ भन्ने हो भने उहाँले नगरेर एकैचोटि जन्म सङ्ग्रहबाट पनि कतिपय मुद्दाहरू चाहिँ जन्म सङ्ग्रह गर्ने, जो नेपालमा एकपल्ट भइसकेको छ 36 सालमा, होइन, त्यो जन्म सङ्ग्रहबाटै राजा सुधारिएको पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था भन्ने चाहिँ भएको थियो। पञ्चायतले चुनाव गराएको थियो तर निकै नजिक त्यति बेलै सुधारिएको पञ्चायती व्यवस्था अलिकति माथि मात्रै गएको देखिन्छ, नत्र भने जनताले चाहेको
के थियो बोधविय त्यति बेलै चाहेको थियो। त्यस्ता कुराहरू चाहिँ जनताको जनसङ्ग्रहबाट गराउने, यहाँ चाहिँ एकैचोटि निर्णय नगर्ने यस्तो खुल्ला ठाउँ राखेको छ। त्यस कारणले हाम्रो अरू थुप्रै संविधानका 308 धारामध्येमा हरेक धारा र उपधारामा यो संविधानको के छ त भने विशेषताहरू हामीले भन्न सक्छौँ। तर कति विशेषताहरू त हामीलाई चाहिने भन्ने कुरा पनि इम्पोर्टेन्ट रहन्छ। यसबाहेकका थुप्रै विशेषताहरू छन् अन्य संविधानमा नभएका, यो संविधानमा भएका कुराहरू थुप्रै छ। मौलिक हकहरू पनि छ, भाषा सम्बन्धीको कुराहरू पनि पहिला थिएन। सङ्घीयताको कुराहरू चाहिँ एकदमै बिल्कुल नयाँ होइन। धर्मनिरपेक्ष कुराहरू पनि नयाँ नयाँ मैले टिपेको छु होइन। यो संविधान महत्त्वपूर्ण विषय जनसङ्ग्रहबाट नयाँ नयाँ व्यवस्था हो। त्यसबाहेकको थुप्रै छन्। अब केन्द्रका चाहिँ मन्त्री परिषदहरूको चाहिँ किटान गरेका छ। प्रदेशका मन्त्री परिषदहरू यतिसम्म बस्ने, यति जनसङ्ख्या हुने, टोटल सङ्ख्याको 20% भन्दा संसद नहुने, केन्द्रमा 25 भन्दा बढी नहुने मन्त्रीमण्डलको सङ्ख्या होइन। 2 वर्ष नभइकन प्रधानमन्त्री भएको चाहिँ अविश्वासको प्रस्ताव ल्याउनु नपाइने, एकपटक अविश्वासको प्रस्ताव फेस गरिसकेपछि फेरि तत्कालै 6 महिनाभित्र, 8 महिनाभित्र, 9 महिनाभित्र, 11 महिनाभित्र ल्याउनु नपाइने, कम्तीमा 11-12 महिना पर हुनुपर्ने, राष्ट्रपति जस्ता पदहरूमा होइन लैङ्गिकका कुराहरू हेरिने, जातीय फरक हुनु पर्यो। उपराष्ट्रपति भए एउटा पुरुष भए, अर्को चाहिँ महिला हुनुपर्ने अथवा अर्कै वर्गको समुदायको हुनुपर्ने, त्यस्ता कुराहरू चाहिँ अलि युनिक किसिमले राखेर होइन। यो समावेशको कुरै थिएन अन्यत्रमा। यी सबै लगभग चाहिँ अरू संविधान नभएका कुराहरू पनि राखिएको छ। त्यस कारणले गर्दा हामी 10 कुरा भयो भने हाम्रो चाहिँ जुन विशेषता हो त्यो हुनसक्छ कुरा। नत्र थुप्रै छन् विशेषता त। मैले भने 308 धारामा मैले धेरै संविधान देख्छु, संविधानको विशेषतामा यो लिखित संविधान हो भने। लिखित त संसारमा लिखितै चलाएको कुन नौलो भयो र? हाम्रा सबै सुरुबाट लिखित भएका हुन् संविधान। धारा यति धारा छन्, 308 धारा, भाग यति 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 यति। त्यो त ठुलो विशेषतै भएन। कि त सानो छ भन्नु पर्यो, कि मिडियम किसिमको छ भन्नु, कि ठुलो भन्नु पर्यो होइन। अब धारा यति छन् भने त्यो विशेषता भएन। यतिवटा अनुसूची छन् 9 वटा, त्यो त्यो विशेषता मानिँदैन होइन। त्यो विशेषता मानिँदैन। 308बाट चाहिँ धाराबाट उपधारा थुप्रै निकाल्न सकिन्छ विशेषता। त्यस कारण फेरि कुनै एक भाडा भयो मात्रै 10 वटा निकालेर भयो। नागरिकताको बारेमै 10 वटा निकाल्न सकिन्छ, प्रारम्भिकको बारेमै 10 वटा हुनसक्छ, मौलिक हक पनि हुनसक्छ। तर समेट्दै तपाईँ तलबाट समेट्दै माथिसम्म पुगेको हुनुपर्छ। त्यो भयो भने बढी सान्दर्भिक हुन्छ। हामीले यसरी चाहिँ कुरा गर्ने है। ल, के साथीहरूको यहाँ च्याटिङमा आएको हुनुहुन्छ, मिस्टेक छ। मध्यमार्गी भनेको चाहिँ कस्तो भनेपछि यो शक्ति पृथकीकरण पनि भएको, बोधै भएको भन्ने कुरा। यसमा नि पुरै शक्ति पृथकीकरण भएर अलग अलग ढङ्ग नि गएको छैन, पुरै चेक एन्ड ब्यालेन्स कन्ट्रोल पनि छैन। त्यस कारणले मध्यमार्गी भन्ने शब्द मैले प्रयोग गरे हो है। कारण दिनुपर्छ, पोइन्टभित्र कारण दिएपछि कारणले बुझ्छ। एक लाइन व्याख्या भन्छु मैले। यी सबै हामीले चाहिँ गऱ्यो, बक्रा लेखेर नम्बर आउँदैन। यसलाई के भन्नु खोजेको कुरा के हो भनेर। मध्यमार्गी भनेको खालि रामचन्द्र पौडेल राष्ट्रपति ज्यू हुनुभयो, त्यहाँ हाड पनि नहुने, सक पनि नहुने भन्ने हिसाबको कुरा मात्रै होइन। यहाँ पनि हामी युज गर्न सक्छौँ। शक्ति पृथकीकरण र सन्तुलनमा भनेको चाहिँ दुईटा कुरामा, शक्ति पृथकीकरण मात्रै छ र सन्तुलन छैन भने सन्तुलन छ भने पनि तानातान हुन्छ। सन्तुलन गर्नु पनि एउटा अर्कालाई भन्ने कुरो नि भएन। फेरि ओभरल्यापको कुराहरू हुनसक्छ। त्यस्तो कुरामा चाहिँ केही कुरामा चाहिँ शक्ति पृथकीकरण भएको छ, केही कुरामा सन्तुलन भएर ठ्याक्कै हिसाब किताब मिलेको छ भन्न खोजेको हो है। यसमा अन्य अर्थ केही पनि होइन। संविधानै मध्यमार्गी होइन। छको हकमा सङ्घीय, लोकतान्त्रिक, गणतन्त्र, यहाँ 3टा कुरा छ। सङ्घ छ, सङ्घीय सिस्टममा हामी गएको। सङ्घमा चाहिँ जाँदाखेरि के हो त भने सङ्घीय भन्दा बित्तिकै तपाईँको प्रदेश छ, स्थानीय तह छ, सङ्घ छ। 3 तहका सरकारको संरचनाहरू भएको व्यवस्था सङ्घीयताको कुरा छ। लोकतान्त्रिक भनेको प्रजातान्त्रिक किसिमको, पहिला प्रजातन्त्र भनिन्थ्यो, अहिले त्यसैले लोकतन्त्र भनिन्छ। इङ्ग्लिसमा डेमोक्रेसी नै हो है। गणतन्त्र भनेको चाहिँ पहिलाको जस्तो राजतन्त्र भएको होइन। अहिले के छ त हाम्रोमा जनताका छोराको है सर्वोच्च शिखर पुग्न सक्ने कुरा गणतन्त्रसँग सम्बन्धित छ।
यी तिनवटा कुरा चाहिँ एकै ठाउँमा राखे हुनाले यस्तो देखिएको है। यति मात्रै भनेर नम्बर आउँदैन। केही कुरा मैले भने जस्तो व्याख्या गर्नुपर्छ। पावर पोइन्टमा सबै व्याख्या हुन्न त मैले लेखेर आउने कुरामा पिडिएफमा आउँछ यो कुरा है। बुझ्नुभयो? नेपालको संविधानको प्रमुख विशेषता यही हो नि राजकुमार तामाङजी। मैले भनेको यही नै गर्दैछु त म। मध्यमार्गीको हिसाब त्यही त्यो संविधानै मध्यमार्गी भनेको होइन। शक्ति पृथकीकरण सन्तुलनमा मध्यमार्गी हो के। व्याख्या यसरी गर्नुहोस्। हाड रूपमा एकदम पृथकीकरण भएर अलग अलग भेटघाटै नहुने, पानी बाराबारको स्थिति पनि छैन। कन्ट्रोल भनेर चाहिँ एक आपसमा गर्ने सन्तुलन ल्याउने भनेर पुरै चाहिँ कन्ट्रोल गरेर क्याप्चर गरे पनि होइन है। त्यस बिचको भएकोलाई मध्यमार्गी भनेको बिचको बाटो अपनाएको। बुझ्नुभयो मध्यमार्गीय कुरा साथीभाइहरू? ल पिडिएफ सेन्ड गरिदिनु। हुन्छ हुन्छ। अब थुप्रै मैले भने नि यसमा 10वटा मैले भने यहाँ 10वटा अरू मैले बताइसकेँ होइन। तर के हो त भन्दाखेरि हामीले चाहिँ लेख्दाखेरि कति सक्छौँ हामीले जानेको होइन। यस्तो कुरामा हामी फस्छौँ। यस्ता कुरा जानेका विषयमा हामी धेरै फस्छौँ। त्यस्तै एन्सरहरू हामी त्यो ढङ्गले ब्यालेन्स मिलाउनुपर्छ। मौलिक हक भनेर मैले परीक्षा लिएको थिएँ होइन। अब नेपाल प्रहरीले पनि अलि अगाडि शासक प्रहरीले पोहोर सालको ब्याजलाई पनि है 5 नम्बरमा सोधिसकेपछि अब कति लेख्नुभयो? 31वटा लेख्नुभयो। त्यसलाई सके जतिको व्याख्या गर्नुभयो होइन। एउटामा चाहिँ त्यतिमा मात्रै 1 घन्टा खर्चिनु भयो उहाँले टाइम। 31वटाले छटकट गर्दा धेरै आएको आइ गर्यो सर, कन्ट्रोल गर्नै सकिनँ। एउटा भन्नुभयो। एउटाले के गर्नुभयो? जम्मा 5वटा हक लेख्नुभयो, सामान्य व्याख्या गर्नुभयो। क्वेसन थियो मौलिक हकको बारेमा संविधानमा भएको व्यवस्था उल्लेख गर्नुहोस् भनेर थियो। हो हाम्रो त्यहाँनिर के हुन्छ दुवै कुराको गलत भयो। 31वटा लेखेर व्याख्या गर्नु पनि गलत भयो। किन भन्नुहोस् न? टाइम फ्रेम अरू क्वेसनहरू र यसले चाहिँ पाउने कति हो त क्वेसन भन्दा त्यो 5 नम्बरको 10को पनि सोधेको छैन मौलिक हकमा। यस्तै यस्तै यस्तैमा चाहिँ हामी धेरै लेख्यौँ भने हामी चाहिँ बुमऱ्याङ भन्छ। बुमऱ्याङ बुमऱ्याङ भनेको चाहिँ अनुसन्धानको चाहिँ लिडिङ गर्दै जाँदाखेरि चाहिँ अभियुक्तले पल्टाएको हुन्छ। आफै सोध्ने मान्छेले नै आफू नै माइनस हुने ब्याकफायर हुने अवस्थालाई बुमऱ्याङ भन्छ। हो त्यो बुमऱ्याङमा परिन्छ यहाँतिर आएको विषयवस्तुमा। तपाईँले सर्ट 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 लेखेर अगाडि बढ्नुभयो भने मात्रै त्यहाँ हुन्छ, नत्र त संसारै छ। अब त्यसमा के लेख्नु पर्थ्यो भने 31वटा हक मात्रै खोजियो हो त्यसले। हक मात्रै लेख है, अरू व्याख्या नगर भन्दैन नि त लोकसेवाले। अनि हामी त्यहाँ लेख्न बसे पनि यो कसरी लेख्ने सर? सबै व्याख्या गर्ने होला कि म्याडम? सबै चाहिँ के लेख्ने होला? उहाँले त्यो भन्नुहुन्न, गाडीमा बसेर भन्न मिल्दैन। युनिभर्सिटी जस्तो कलेज जस्तो हुँदैन। त्यस कारणले हामी त्यहाँ जानेको कुराहरू जति छ थुपार्छौँ। जति पाना भर्यो उति पानाको हिसाबबाट नम्बर आउँछ भन्छौँ हामी। लोकसेवामा छैन। जति पाना थपो उति माइनस हुन्छ। नचाहिने कुरा लेखेर थप्यो भने के गर्ने? यो संविधानमा पनि कुरा के हो भन्दाखेरि थुप्रै छन्। अब तपाईँ 10 नम्बरको भयो भने यसलाई चाहिँ सामान्य एक एक लाइनको व्याख्या अहिले मैले जुन कसरी मध्यमार्गी बोलेपछि त पुऱ्याउनु पर्यो कुराको तपाईँले आफ्नो चाहिँ राख्ने यो कुराहरू हो। संविधान भने आयो फेरि मध्यमार्गी संविधान भनिहाल्यो नि त नि। के हो त्यो त खतमै भयो, बुमऱ्याङ भयो। यहाँनिर मध्यमार्गी हरेक क्षेत्रमा समावेश छ भनेपछि अब हरेक भनेका सबै कुरा छ त। महत्त्वपूर्ण क्षेत्रहरूमा छन्, हामीले गर्ने लायकको क्षेत्रहरूमा छन्, जहाँ जहाँ पछि परेको हो त्यो कुरा होला होइन। अब हरेक कुरा भनेको फेरि बढुवामा पनि छ त समावेशी, सुरु इन्टेकमा मात्रै छ होइन। अब यस्तै गरेर हामी चाहिँ जाने हो। अब युए नै जानु पर्यो सस्रो पनि ऊ पनि युए किन समावेशी छ त? छैन। त्यस कारणले तोकिएको विषय छ। हामीले यसको व्याख्या गर्नुपर्छ। यो पोइन्ट आफैले व्याख्या हुँदैन। दुई थरीकाले व्याख्या लेख्न सक्छौँ हामी। विशेषता एउटा हो नेपालको वर्तमान संविधान यसरी चाहिँ दुईवटा संविधान सभाबाट चाहिँ संविधान सभाबाट चाहिँ भयो। पहिलो संविधानबाट हुन सकेन, दोस्रो संविधानबाट पारित भएको है नेपालको पहिलो संविधान
संविधान सभाबाट भनेर लेख्न पर्यो, टुङ्गिनु पर्यो समापिकाबाट भने कतिपय कुरा यो बुदाबाट हामीले चाहिँ लेख्यौँ, एक लाइन तान्यो, त्यसमा व्याख्या गर्यो र त्यसरी बुलेट बुलेट भएर त्यो समापिका अथवा कमामा टुङ्गाउनु भन्दा तपाईँले चाहिँ त्यसरी लेखेर एक दुई लाइन व्याख्या गर्नु भने यो बढी बेस हुन्छ। अब 5 नम्बरको आयो व्याख्या थोरै गर्नु भने 7-8वटा गर्ने, त्यसपछिबाट अगाडि बढाउने है। यसरी नफस्नु होला भनेर मैले धेरैवटा उदाहरण दिएँ। के भन्नुभयो सृजनाजीले? सर से यो हजुरको पिडिएफहरू हुन्छ के भने? के भन्नुभयो मैले बुझिनँ। पिडिएफहरूमा छ सृजनाजी छ, तपाईँ त अफिसमा नै आउनुहुन्छ, हेर्नु भएको छ होला नि त, हेर्नु पर्यो यहाँ क्वेसन सोध्नुभन्दा। ल अब विशेषता हुँदाखेरि हामी चाहिँ लेख्न सक्छौँ त साथीहरू? भन्नुहोस् त, कमेन्ट गर्नुहोस् त। ल ओके, भेरी गुड। अब हामी अगाडि बढौँ। अब गल्ती नगरौँ है। 10 नम्बरको आउँदाखेरि अलि व्याख्या 2-3 लाइन एउटैलाई। अब सिङ्गल आयो, धेरै आएन, 5 नम्बरको भने पनि यो सर्व बुदामा धर्मले अप्नाएको छ भने धेरै व्याख्या गर्नु परेन, किनभने स्वाभाविकले थुप्रै संविधानको विशेषता लेख्नेदेखि कुनै एउटा पक्षलाई व्याख्या गरेर अरू पक्षलाई चाहिँ व्यवस्था गर्दा पनि नम्बर त हाम्रो आउँदैन। त्यस कारणले त्यसरी चाहिँ अगाडि बढ्नु होला भनेर मैले यहाँलाई भन्दै लिएर गएँ। कसले गरेको त यो यहाँनिर मैले नदेखेर होला है। पिडिएफ कुरा गर्नुभएको छ। ल ल स्याबास। ल अब एउटा कुरा महत्त्वपूर्ण कुरा मैले चाहिँ तपाईँलाई बोल्नुपर्ने कुरा मैले त्यसको कुरा भनिदिन्छु। संविधानमा यो धाराको 1बाट 308सम्म पुग्दाखेरि धेरै ठाउँमा दोहोरिएको महत्त्वपूर्ण कुरा दोहोरिने कुरा संविधानमा के रहेछ भन्दाखेरि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, सङ्घीय एकाइ बिचको सम्बन्ध वा सार्वजनिक शान्ति वा व्यवस्थाको खलल पार्ने कार्य भन्ने एउटा, विभिन्न जात जाति धर्म सम्प्रदाय सुसम्बन्धमा खलल पार्ने, जातीय भेदभाव छुवाछुत गर्ने, यी कुरा धेरै ठाउँमा छ। चाहे तपाईँले राष्ट्रिय हितका कुराहरूमा हेर्नुहोस्, चाहे संविधान संशोधनको कुरा हेर्नुहोस्, चाहे देशमा सङ्कटकालका कुराहरूमा आउनुहोस्, जहाँ पनि धेरै ठाउँमा यी कुराहरू चाहिँ आएको छ है। त्यस कारणले एक ठाउँ पढेको कुराले धेरै ठाउँमा गर्छ। यसलाई चाहिँ नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, यो कन्ट्री पार्नुहोस्, राष्ट्रियता, स्वाधीनता, प्रदेशको सुसम्बन्धका कुराहरू, सार्वजनिक शान्ति खलल पार्ने कुराहरू, यस्ता कुराहरू चाहिँ उल्टो पार्नुहोस्। आवश्यकता अनुसार हामीले टक्क प्लटिङ गरेर राख्न सक्छौँ। धेरै ठाउँमा छ, 16-17 ठाउँमा मैले लेखेको छु। त्यस कारणले यसलाई चाहिँ तपाईँले हेर्नु भने सजिलो हुन्छ है। अब हामी मौलिक हक जाउँ। मौलिक हक भनेको के हो भन्दाखेरि यहाँ पनि होला, मौलिक हकको कुरा मैले चाहिँ यसरी गरिदिएको छु, यो फ्ल्याटमा लेखिदिएको, लामो हुन्छ माथिनुहुन्छ भनेर। मौलिक हक लेख्दाखेरि जहिले पनि मौलिक भनेको आफ्नै हक, नागरिक भएको कारणले पाउने हक मौलिक हक हो भने मानव भएर पाउने हक के हो त? मानव अधिकार हो। all the fundamental rights are human rights, but all the human rights are not fundamental right भन्छ। सबै मानव अधिकारहरू के होइनन्? मौलिक हक होइनन्, तर सबै मौलिक हकहरू मानव अधिकार हुन्। भनेपछि मौलिक हक भनेको अलिक सिम्प्लै हुन्छ, मानव अधिकार अथाह हुन्छ, ठुलो हुन्छ कार्यक्षेत्र पनि होइन। आफ्नो देशको काल, समय, देशको अवस्था र सामाजिक परिवेश अनुसार यो धेरै थोरै उन्नत र अलिक कमसल किसिमका हुन सक्छन्। राज्यले दिने हो यो नागरिकलाई आफ्नै विरुद्धमा, नेगेटिभ राइटको रूपमा भन्छ, आफ्नै विरुद्धमा राख्छ, राज्यले दिन्छ र राज्यकै विरुद्धमा प्रयोग हुन्छ मौलिक हक। राज्यकै विरुद्ध प्रश्न चिन्ह उठाएर राज्यकै निकायका बिचमा लाई चाहिँ प्रतिवादी बनाएर हामी चाहिँ अदालतमा जान सक्छौँ र हाम्रो न्याय पुनर्स्थापना गर्न सक्छौँ हामीलाई परेको मार्कामा। भनेपछि राज्यको राइट त के हो त? नेगेटिभ राइट हो। भनेपछि यो किन पाएको भने के हक हो त्यो नेगेटिभ भन्दा बित्तिकै पनि
मौलिक हक भन्दा चाहिँ त्यो देशको नागरिक भएको हिसाबले पाउने हक, आफ्नै हक। मौलिक भन्ने शब्द के त आफ्नै हक। त्यसैले राज्यले नागरिकलाई उपलब्ध गराएको हक होइन। राज्य त अभिभावक हो नि। राज्यको उत्पत्ति सायद पोलिटिकल साइन्सको कोही साथीहरू हुनुहुन्छ भने उहाँले चाहिँ पढ्नुभयो होला, सोसलमा पनि पढ्नुभएको होला जस्तो लाग्छ मलाई। 12मा राज्यको उत्पत्ति पहिला त्यस्तो थिएन। मत्स्य न्याय थियो। जसले चाहिँ बलियो छ उसले चाहिँ शासन गर्दो समाजमा, जहाँ पनि अन्याय त्यस्तै किसिमको थियो। मत्स्य न्याय भनेको ठुलो माछाले सानो माछालाई कप्लक कप्लक निले जस्तै थियो। अब यो मत्स्य न्याय भएन भनिसकेपछि अनि बल्ल चाहिँ के भयो त, सबै जनता मिलेर व्यक्तिलाई कुनै बलियो बाङ्गो समाजको होइन राज्यको उत्पत्तिको कुराहरू हुँदा जोन ज्याक रुसोदेखि लिएर सामाजिक सम्झौताको सिद्धान्तहरू अध्ययन गर्दाखेरि के भन्छ भन्दाखेरि अनि बलियो बाङ्गोलाई ल हामी तिमीलाई चाहिँ सपोर्ट गर्छौँ, हामीलाई चाहिँ सबैलाई शासन गर, हामीलाई भनाएको अराउ सिकाऊ बोलाऊ, समाजमा रहँदा एकको विरोध अर्कासँग हुनुभयो, अर्काको अर्कासँग हुनुभयो, कसले भनेको मान्ने त समाजमा? सबै त मान्ने भएन। कहीँ रानी मै रानी को भने कुवाको पानी भने जस्तै भयो। त्यस कारणले जनता मिलेर के गरे त भने राज्य बनाउनुभन्दा पहिला व्यक्तिलाई तपाईँ यो बुद्धिजीवी छ केही परो हामी बिचमा तपाईँले हेर्नु होला, हामीले तपाईँलाई अधिकार दियौँ भनेर यसरी छोडे र कालान्तरमा त्यस्ता व्यक्तिहरू के हो त संस्थाको रूपमा राज्य भएर जन्मे भनेर भनिन्छ। भन्दाखेरि के रहेछ त, जनताले दिएको रहेछ नि त पावर। राज्य बनाएको कसले रहेछ? जनताले रहेछ। त्यस कारण जनताले दिएपछि राज्य जनताप्रति के छ उत्तरदायी र वफादार हुनु पर्यो। ज्ञानेन्द्रले सत्ता कब्जा गरे होइन, निर्वाचित सरकारलाई जेल हाले। तपाईँहरू कति जन्मनु भएको थियो? भर्खर बच्चा बच्चा हुनुहुन्थ्यो होइन, हाले। त्यसपछिबाट 46 साल 62-63को आन्दोलन भयो माओवादी जङ्गलबाट, र सदनमा लडिराखेका सडकमा आन्दोलन गरेका फेरि काङ्ग्रेस र एमाले पार्टीहरू सब के भयो त 12 बुँदे सम्झौता इन्डियामा भयो। र उनीहरूले हतियार बिसायो माओवादी, उनीहरू चाहिँ आन्दोलन यता सडकमा सबै मिलेर आन्दोलन गरेपछि राजतन्त्र सदाका लागि खत्तम हुने अवस्था आयो। र ज्ञानेन्द्रले के भन्यो भने जनताको नासो मैले जनतालाई बुझाउँछु भनेर चाहिँ बिचमा आन्दोलन हुँदाखेरि बुझाए, तर मानेनन् जनता, बुझाउँदैन। मलाई केही स्पेस हुन्छ कि भन्ने थियो, भएन। पटक पटक वीरेन्द्रले 46 सालमा आन्दोलन हुँदाखेरि त्यो पनि अधिकारहरू वीरेन्द्रलाई दिएकै हो। पहिला चाहिँ पञ्चायत फाले, पञ्चायत फालिसकेपछि बहुदलीय प्रजातन्त्र आयो, राजतन्त्र, बहुदलीय राजतन्त्र भयो। बहुदलभित्र राजा अड्छ भनेर चाहिँ बनाइयो। पछि चाहिँ ज्ञानेन्द्र वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र राजा भएपछि त्यो अटेन। त्यसपछिबाट चाहिँ के हो त आफ्नो हातमा चाहिँ सत्ता लियो। तर बाध्य भएपछि लास्टमा के भन्नु भने जनताको नासो जनतालाई बुझाइदिए भने के रहेछ सत्ता, सार्वसत्ता भनेको जनताको हातमा रहेछ नि त, जनतालाई बुझाइदिए भनेर भनेको हो। त्यही कुरा हो। त्यस कारणले हामीले यो चाहिँ राज्यबाट जनतालाई दिएर हक अधिकार हुन्। हामीले पो उसलाई शासन गर्न दिइयो म्यान्डेट। उसले के दियो त यो हक अधिकार दियो। हामीले लेख्दाखेरि यसमा पनि हामी अहिले मैले भने जस्तै हुन्छ। त्यस कारणले गर्दा त्यो भनेको यसरी नै लेख्नु थियो, यति लेखेको याद थियो। यो पनि सकिएन धारा धारा भने यहाँ माथि नेपालको वर्तमान संविधान कोष्टक 2072 भाग 3मा विभिन्न मौलिक हकहरूको व्यवस्था गरिएको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ भन्ने होइन। यतिदेखि धारा 16देखि धारा 31सम्म भनेर माथि हामी सिमाना मान्दिने र तल चाहिँ भट्टाभट 16, 17 जति आउँदै जान्छ। हामीले यहाँ नलेख्ने 1, 2, 3 क ख गरेर लेख्दै जान सकिन्छ। त्यसपछिबाट पछाडि लेखिसकेपछि क अनि यहाँतिर तपाईँले चाहिँ यतापट्टि लिएर धारा राख्न सक्नुहुन्छ। धारै राख्नुपर्छ भन्ने पनि छैन। राखिदियो भने सुनमा सुगन्ध। फेरि धारा गलत भयो भने अलिकति दुर्गन्ध, बढी नै दुर्गन्ध। त्यस कारणले हामी सोध्नुपर्ने हुन्छ। माथि सिमाना बाँधिदिएपछि सकियो, तपाईँले सबै थियो होइन। धारा अनुसार लेख्नु भने आउँदैन। त्यस कारणले गर्दा त्यो ढङ्गले तपाईँ जानु होला। यहाँ सम्मानपूर्वक बाँच्न पाउने हक छ, स्वतन्त्रताको कुरा छ, समानताको हक छ त्यसमा होइन। धारा 19मा सञ्चार सम्बन्धी हक छ, धारा 20मा न्याय सम्बन्धी हक। सञ्चार भनेको सञ्चार छापाखानासँग सम्बन्धित, हामीले न्युजहरू पाउनेसँग सम्बन्धित, केही राख्ने कुराहरूसँग सम्बन्धित, न्युजमा लेख्ने कुरा, छापाखाना सम्बन्धी कुराहरू हक सम्बन्धी आयो भने न्याय सम्बन्धी हक। यो स्पेसल्ली अन्यायमा कोही पनि नपरोस्। स्वयं अपराधीहरू चाहिँ छुटुन प्रमाणको अभावमा
तर एउटा पनि निरपराधी व्यक्ति प्रणालीको भागीदार बन्न नपरोस् भन्ने फौजदारी न्यायको सिद्धान्तसँग सम्बन्धित भएर यो न्याय सम्बन्धी हक छ। यसमा तपाईँले न्याय पाउनुपर्छ भन्ने भन्दा पनि अन्यायमा नपर्ने पक्राउमा परेका व्यक्तिका हकहरू अधिकारहरू के हुन्छन् भन्ने कुरा क्लियर कट रूपमा लेखेको छ। र 21मा चाहिँ स्वअपराधबाट पीडित भएको व्यक्तिका हक, आफ्नो विरुद्धको मुद्दाहरू चाहिँ त्यो कहाँ पुगेको छ, अनुसन्धान तहकिकात के हो त्यो बुझ्न पाउने अधिकार र क्षतिपूर्ति न्यायसहितको चाहिँ क्षतिपूर्ति पाउने हक, समाजमा स्थापित हुने हक पाउने गरेर भिक्टिम जस्टिस सिस्टम भन्छ, पीडित न्याय प्रणाली पनि समावेश भएको यति राम्रो चाहिँ संविधान। त्योभन्दा अगाडि संविधानमा यस्तो कुराहरू थिएन। खालि बरु अभियुक्तका हक भनेर न्याय सम्बन्धी हकलाई चाहिँ घुमाउरो हिसाबले अभियुक्तका हकहरू हुने त्यो त्यहाँ थियो भने त्यो चाहिँ थिएन। अहिले संसारका धेरै देशहरूले नेपालको भिक्टिम जस्टिस सिस्टमको पनि हेर्ने गर्छन्। राम्रै हाम्रो संविधानमा के छ भने हामी यहाँ भिक्टिम जस्टिस सिस्टम पनि छ। केही युरोपका देशहरूमा चाहिँ थिए होइन, अब अहिले चाहिँ नेपालमा छ। यातना विरुद्धको हक पनि फेरि यो चाहिँ न्यायसँग चाहिँ अभियुक्तकै हकसँग सम्बन्धित कुरा हो भन्ने हुन्छ। उसैलाई हिरासतमा रहँदा वा कुनै प्रयोजनले पक्राउ हुँदा अथवा अरू कुनै किसिमबाट यातना दिने कुराहरूसँग सम्बन्धित छ। प्राय 79% भनेको हिरासतमा पक्राउनु पर्दाखेरिको यातना हो। मानसिक र शारीरिक दुइटै हुन्छ। अब मानसिकको भेद त छुटाउनु छैन, शारीरिक त अब चाहिँ निलडाम, चोटपटक, कुटपिटहरू हुन्छ भने मानसिक भनेको त अब हप्काउँदाखेरि मानसिक हुन सक्ला, कहिलेकाहीँ अलिकति साह्रो बोल्दा नि उसले चाहिँ मानसिक पर्न सक्छ। कसैलाई त्यही बोलीले ठिकै हुनसक्छ, कसैलाई पिन्च हुनसक्छ होइन। अब यसको चाहिँ यातनाको बडो चाहिँ गम्भीर छ। त्यही पनि हामी यातना विरुद्धको चाहिँ हक चाहिँ छ। कसैलाई पनि यातना दिन पाइँदैन होइन। कुनै थुन्से कुनै पनि अनुसन्धान सिलसिलामा होइन, अमानवीय व्यवहार गर्ने होइन, यातना दिने, कुटपिट गर्ने होइन, विभिन्न किसिमको भेदभाव गर्ने चाहिँ गर्न पाइँदैन। यातना भन्ने बित्तिकै कुटपिटसम्म होइन, मानसिक र शारीरिक दुवै यातनालाई बुझिन्छ। निवारक नजरबन्द विरुद्धको हक, यो निवारक भनेको पक्राउभन्दा अलिकति फरक हो। यहाँलाई के थाहा छ? ल कोही थाहा छ भने साथीहरूले माइक ओपन छ भनिदिनुहोस् त। निवारक नजरबन्द भन्नाले के बुझ्नु भएको छ अहिलेसम्म? ल भन्नुहोस्। ल निवारक नजरबन्द भन्नाले निवारक नजरबन्द भन्नाले भन्नु पर्यो। धारा 23 को कुरा। ल त साथीहरू भन्नुहोस् त। भन्न नबलाए मन नलाए अब यो च्याट बक्समा हाल्नुहोस्। ल ठिक छ। एनिवे निवारक नजरबन्द भनेको के हो भने पक्राउ गरेर पनि कारागारमा लगेर निवारक नजरबन्द पनि राख्न सकिन्छ। एक। दोस्रो के छ, घरमै होम एरेस्ट पनि भन्छ त्यसलाई। त्यहाँ पनि बाहिर चाहिँ घरमा बस्न पाइने आफ्नो घरमा, तर त्यसले 4 किल्ला तोकेको हद हुन्छ, त्योभन्दा बाहिर निक्लन नपाउने। बाहिर गएर सेक्युरिटी पुलिसहरूले चाहिँ गार्ड गर्छ र बाहिर निक्लन पाइँदैन। र नजरबन्द भन्दा बित्तिकै सार्वभौमसत्ता अखण्डतामा गम्भीर आघात पुग्ने किसिमको कुरा भयो भने त्यस्ता व्यक्तिलाई विशेष गरेर पक्राउ भन्दा पनि नजरबन्दमा लगाएर राखिन्छ। द्वन्द्वकालमा धेरै माओवादी नेताहरूलाई चाहिँ नजरबन्दमा राखिएको थियो होइन। नजरबन्द भनेको प्रहरीले पक्राउ गर्ने होइन, अदालत लानु नपर्ने, सोझै स्टुडियोमा गएर स्टुडियोबाट निर्णय भएर कारागारमा पठाएर नजरबन्द राख्ने। यो 6 महिनासम्मलाई हुन्थ्यो बढीमा होइन। तर निवारक नजरबन्द भनेको त्यो हिसाबले र एक त्यो भयो कारागारमा पठाएर, अर्को प्रहरी कस्टडीभित्र नि हुनसक्छ होइन, अथवा कुनै एउटा थुन्ने ठाउँमा वा घरमै होम एरेस्ट भन्छ, घरमा निवारक नजरबन्द बस्नेलाई। यो 2046 सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेश मानसिंहको चाक्सीबारी स्थित घरमा उहाँलाई चाहिँ पञ्चायतमा सरकारले बहुदलको घोषणा जब 2046 साल सायद त्यो फागुन 1 गतेबाट हुनुपर्छ हो कि फागुन 7 गतेबाट, दिवस डेट हेर्नु होला, नेपालमा चाहिँ जनआन्दोलन भयो। त्यो बेलामा उहाँ सर्वोच्च नेता तोकिनु भएको थियो गणेश मानसिंह। उहाँलाई चाहिँ टाक्सीबारीमा टन्नै पुलिसहरू पुरै थुपारेर बाहिरबाट आउने सम्पर्क पनि विच्छेद, त्यसमा टेलिफोन पनि काटिने अवस्था थियो
र उहाँ बाहिर जान पाउने, भागेर पनि जान कहीँ नपाउने, तर घर मजाले बसेर खान आफ्नो परिवारसँग बस्न पाइने, त्यो ढङ्गले चाहिँ होम एरेस्टको रूपमा पनि राखेको थियो। त्यसले भन्छ निवारक नजरबन्द है। त्यसमा चाहिँ अब शत्रु राष्ट्रको यताउता नागरिकहरूलाई अब यसको वकिलको फेसिलिटी यिनीहरू यो बेलामा दिँदैन। अर्को चाहिँ महत्त्वपूर्ण कुरा धारा 24मा रहेको छ छुवाछुत सम्बन्धी, भेदभाव सम्बन्धी हक है। कसैलाई पनि जातीय पातको आधारमा अरू कुनै किसिमबाट पनि छुवाछुतको चाहिँ लगाउने, तलमाथि बनाउने छैन। संविधानले के भन्यो भने सब अल आर ह्युमेन होइन, मानव अधिकारले पनि त्यही भन्छ। सबै चाहिँ बराबर छ। यो जाति पाति त मान्छेमा जम्मा दुई जात छ, एउटा पुरुष हो एउटा महिला हो। अब अहिले थर्ड जेन्डर आयो भने ठिकै छ, त्यो पनि मानौँला। तर त्यो बाहेकको चाहिँ कुनै जात जाति छैन। यो पछि बनाएको, हाम्रो इतिहास हेर्दा पनि धेरै पहिला यो चाहिँ अवस्था देखिँदैन। जयस्थितिका पाला मल्लमा पालामा थर अनुसारका विभिन्न चाहिँ कामहरू लगाउन समाजमा दिएको हुनाले त्यसै छुवाछुतको चाहिँ अवस्था बन्दै गयो होइन। कतिपय अवस्थामा चाहिँ अब खेतीपाती थियो होइन, अब भैँसीको चाहिँ छाला हल्लुडो नभएसम्म तपाईँको खेतीपाती नै हुँदैन थियो होइन। त्यो छाला काट्ने मान्छेहरू चाहिँ अलिकति चाहिँ अब त्यही ठुलो राँगाहरू काट्यो होला, भैँसी काट्यो होला, अलिक फोहोर भयो होला, दुर्गन्ध भयो होला होइन। अब अरूको अर्थ नलिकन बुझ्नुपर्ने हुन्छ हामीले। त्यस्तै अरू अरू काम गर्दाखेरि ढुङ्गा माटाको काम गर्दा होस् या हामी चाहिँ भाँडा बर्तनहरू बनाउँदाको कुराहरू त्यत्रो कलाको कुरा छ। तर त्यो आगोमा बस्दाखेरि डढ्ने भयो, पोलिने भयो, कालै हुने भयो, धैँसे हुने भयो। त्यसपछिबाट ल यो जात तलमाथि, ल त यहाँ आउनु भएन, यता हो त रोक ल्याउँछस्, त्यही त हो नि। त्यसरी आएको त हो। त्यस कारणले मान्छे त काटे तर अब त रातै आउँछ। कुनै पनि कारणले गर्दा युडिएचआर, युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट, युएनको 1948 के भन्छ भने यो कुरा बिल्कुल हुनुहुन्न भनेको चाहिँ मानव अधिकारसँग सम्बन्धित अभिसन्धि यो थियो। त्यो अन्तर्गत छुवाछुत भेदभाव कुनै पनि हिसाबले भेदभाव गर्न पाएन। त्यो हाम्रो संविधानमा स्पष्ट रूपमा राखिएको अवस्था रह्यो। त्यसै गरी धारा 25मा सम्पत्ति सम्बन्धी हक हेर्नुहोस्। सम्पत्ति सम्बन्धीमा पुरुष महिला सबै कुरा, बाउको अंश पनि, पैतृक सम्पत्ति पनि पुरुष र महिला, छोरा र छोरी बराबर रूपमा बाँडेर लिने दिने पाउने अधिकारसम्मको व्यवस्था गर्यो। त्यही भएर अंश भनेको यसैलाई हो। वंश भनेको नायताको खण्डमा भयो भने अंश भनेको यो धारा 25को खण्डमा। यसलाई भनियो हामी अंश र वंश सहितको साह्रै मिठो शब्द छ शब्दले। यो चाहिँ हाम्रो संविधानमा छ भनेपछि त्यो महत्त्वपूर्ण फिचरहरू हो होइन सम्पत्ति सम्बन्धी कुरा। अब धार्मिक स्वतन्त्रता सम्बन्धी हक छ। धार्मिक स्वतन्त्रतामा आफूलाई चाहिँ मन लागेको चाहिँ धार्मिक अभ्यासहरू गर्न पाउने होइन। तर यही एउटा जातिको चाहिँ यो देश हुनेछ भनेर चाहिँ पहिला त घोषणा ठोकुवा नगरेको धर्म सापेक्षता थियो पहिला, अहिले निरपेक्षता भयो। धर्म सापेक्षता भनेको यही धर्म माने हुनुपर्छ, हाम्रो देश यही हो, यहाँभन्दा तलमाथि हुन्न भनेर एकदम कठोर हो। त्यो कठोर कुरा हाम्रो चाहिँ संविधानमा थियो भने अहिलेको संविधानले धार्मिक होइन निरपेक्षताको कुराहरू, धर्मनिरपेक्षताको कुराहरू आएको हुनाले यो चाहिँ महत्त्वपूर्ण छ, सबैलाई समेटेको छ। यहाँ सबैको चाहिँ त्यत्तिकै महत्त्व छ। तर त्यो भनिरहँदा पनि पहिला त्यस्तो चाहिँ भेदभावमा हाम्रो देशमा थिएन। एकै ठाउँमा हेर्नुहुन्छ भने रत्नपार्कमा मस्जिद उभिएको थियो होइन। स्वयम्भूमा गयो भने चाहिँ बुद्धको पुरा चाहिँ स्वयम्भूका दुई आँखा, एकातिर गयो भने चाहिँ यता पशुपति चाहिँ पशुपतिनाथ, तिनवटा माथिबाट हेर्दा त सम दूरीमा बसेको मजाले एक आपसमा चाहिँ सबैले चाहिँ भगवानै मिलेर बसेको जस्तो थियो। हामी जनता त होइन। त्यत्रो धार्मिक लफडा पनि अरू देशमा जस्तो हाम्रो देशमा भएन। तैपनि अब चाहिँ यो चाहिँ त्यो चाहिँ एउटै देशको चाहिँ राजा पनि हिन्दू धर्मावलम्बी हुनुपर्ने, उसको सन्तान हुनुपर्ने। देशै के छ त धार्मिक चाहिँ त्यो हिन्दूको छ भन्ने कुरा रहेन। अब धर्मनिरपेक्षता भनेको त्यो हो। त्यसै शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य, दलितको हक, महिलाको हक, बालबालिकाको हक, ज्येष्ठ नागरिकको हक हेर्नुहोस् है सबैको समेत उसले धारा 42मा सामाजिक न्यायको सुरक्षा, उपभोक्ताको हक, देश निकाला विरुद्धको हक र अन्तिममा 48मा नागरिकले पाउनु पनि यो कर्तव्य पनि राखिएको छ। 47मा चाहिँ होइन लागू हुने कुरा होइन, यो संविधान यति वर्षभित्र कानुन बनाएर पाउने कुरा र 48मा नागरिकका कर्तव्य। तर बिर्सेर पनि 31 46सम्म भन्नु होला। यो
भएर आएर जोडिएर मैले राखिदिए हो। मौलिक हक तपाईँको 31 वटा हुन्, 46सम्म हुन्। यी दुईटा मौलिक हकको चाहिँ खण्डमा भए तापनि यो चाहिँ कर्तव्यको कुरा हो। यहाँ भाइरसले कर्तव्य भएछ, यहाँ ममेलाउँला। ल यसरी चाहिँ हाम्रो छ। र यहाँभित्र मैले तपाईँलाई हामीले रिक्वेस्ट के हो भने यो सम्झने प्रयास गर्नु। कतिले अगाडिको अक्षर मिलाएर सूत्र बनाउनुहुन्छ, कतिले 5-6 पल्ट लेखेर गर्नुहुन्छ, कतिले के गर्नुहुन्छ। तर जियोस् यो कण्ठ पार्नुको विकल्प छैन। सूत्र भनेको त के हो त, आफूले बनाएको मात्रै हो होइन। सूत्र चाहिँ एकदम जानिसकेपछि मात्रै भन्छ सूत्र। अर्काको सूत्रले तपाईँले त्यो ढङ्गले पढ्नु भने त्यहीँ अल्मलिनुहुन्छ। त्यसरी सर पढ्ने, आफ्नो अनुकूलको सम्झन सक्ने बनाउने। एकपल्ट 5 वटा सम्झिएला, फेरि किताब पल्टाउनुहोस्, फेरि 5 सम्झ्नुहोस्, थप्नुहोस्, फेरि 10 थप्नुहोस्, 15 थप्नुहोस्, भोलि 2 भुलिन्छ, 4 थपिन्छ। यसरी 2-3 दिनमा पटक पटक हेर्दाखेरि आइहाल्छ। तर एकै दिन एकैपल्ट हेर्छु भन्यो भने आउँदैन। यति कुरालाई अब व्याख्या गर्दै जाने हो भने त तपाईँको 2 घन्टा यसैमा व्याख्या हुन्छ। अनि के लेख्ने त। त्यस कारणले गर्दा हामीले जानेको होइन, क्वेसनले मागेको हामी लेख्छौँ भनेर भनेको कारण त्यो हो। ल अब यसलाई चाहिँ व्याख्या सहित अब भित्र हामीले बाहिर बाहिर बाकस मात्रै गर्ने 31 वटा बाकस। अब तपाईँलाई के हुन्छ भने 31 बाकसभित्र के छ त, अब खोलेर हेर्ने हो भने सम्मानपूर्वक मात्र पाउने हक त भयो। त्यो सम्मान भनेको के हो त, आउनुहोस् भनेर गोलै जहाँ बसाल्ने हो त, पाहुनालाई जस्तो ल हेर्नुहोस् यहाँ प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ। कसैको डिस्क्रिमिनेसन हुनु भएन। तँ जात, यो जात, तँ गरिब, तँ धनी, तँ राम्रो, तँ होचो, तँ अग्लो, त्यो हिसाबले कसैले गर्नु पाएन। र कसैलाई पनि मृत्युदण्ड दिने गरी कानुन बनाइने छैन। यदि मृत्युदण्ड दियो भने त त्यहाँभन्दा अपमान त केही पनि होइन। मान्छेको चोला भन्छ नि धर्ममा, 84,000 जुनी पार गरेर आएको रे, अनि यहाँ मृत्युदण्ड दियो भने के लाग्यो। यो मृत्युदण्ड विपरीतको विरुद्धको हक पनि हो यो संविधान, यो भएको धारा होइन। संसारमा 2 धारा छ। एउटा चाहिँ मृत्युदण्ड दिनुपर्छ अपराधीलाई भन्ने छ भने, अर्को चाहिँ होइन, अपराध भनेको त सामाजिक रोग हो, यसलाई उपचार गरेपछि ठिक हुन्छ। उपचार भनेको थुन्नी छेक्ने हो। निश्चित समयमा त्यसलाई चाहिँ के गर्ने हो त, थुनामा राखेपछि त्यो सुध्रिन्छ भन्ने कुरा हो। सरी, यति भएपछि तपाईँले चाहिँ सम्मानपूर्वक मातृभित्र के रहेछ भनेर बुझ्नुहोस्। एक सेरी राख्नुहुन्छ, 1-2 यो स्टाइलले, यसलाई क ख यो स्टाइलले है। त्यसरी लेख्नु। यहाँ धारा 16 लेख्दै यता नजानुहोस्। त्यो संविधानमा लेख्दा कर्मश धारा आएको हो, यहाँ लेख्दा यो होइन। माथि नै 16 देखि 46सम्म विभिन्न 31 वटा मौलिक हक रहेका छन् भनिदिएपछि सिमाना बाँधिदिनु। सक्नु भने कोष्टमा लेख्नुहोस्, सकेन भने द्याट फाइन। तर कुनै एउटा मात्रै आउँछ भने व्याख्या गर्न नेपालको संविधान त्यो धारा तोकेर दिएको हुन्न, जहाँ छ कि त्यो धारा पनि लेखोस्, उपधारा पनि लेखोस् भन्ने हो होइन। नेपालको संविधानको मौलिक हकमा होइन, सम्मानपूर्वक मात्र पाउने सम्बन्धी हक सम्बन्धमा कस्तो व्यवस्था गरेको छ भनौँ भने, अब तपाईँले त्यहाँ संविधान मात्रै भन्यो, संविधानको धारा यतिमा, भाग यतिमा यस्तो छ भनेर यहाँ भन्नु पर्यो। सिङ्गल आउँदा, ग्रुप आउँदा हामी सीमाङ्कन गर्छौँ, माथि लेख्छौँ, तर तल अगाडि बढ्छौँ। त्यो देख्दाखेरि बढी वैज्ञानिक हुन्छ। ल सकिन्छ सर। पर लाग्नु पर्छ कि नाइ, मुलिखा हाक लाग दारा लाग। के भन्नुभयो तपाईँले, खै कुरा बुझिएर अल्फाबेटिकल नेपाली चलाउनुहोस्। डर लाग्नु पर्छ कि नाइ, मुलुखा हक मौलिक हक। लेख्दाखेरि धारा धारा लेख्नुपर्छ कि नाइ हो। अरे पर्दैन, पर्नु एउटा सिङ्गल सोध्यो भने त्यो हिसाबले पर्यो। नत्र भने यो पाराले लेख्नुहोस्, पोस्टभित्र तपाईँ जाने लेख्नुहोस्, नभए छोडिदिँदै जुनमा जानिन्छ त्यसलाई लेख्नुहोस्। धारा लेख्दाखेरि बिग्रो भने नराम्रो हुन्छ भनेर मैले भनिसकेँ। हामी जब माथि सीमाङ्कन राखियो,
आइक्यूको क्लास पनि अब यो यसको चाहिँ ईश्वर सरसँग भनिसकेको छ। बुधबार बिहिबार शुक्रबार हुन्छ होला। अब मलाई हामीले टाइम दिनुभएको छ। हुन्छ, यो कुरा चाहिँ धेरै कुराहरू अफिसमा फोन गरेर पनि सुन्नु होला, किनभने अब मैले सबै मलाई यो पढाइ भन्नुभएको हुन्छ, म त्यही पढाउने हो होइन। अब यो पढाइराख्नुहुन्छ, तपाईँलाई चिन्ता के छ भनेपछि अरू अरू कुराको छ। त्यस कारणले तपाईँहरू चाहिँ अब राम्रो तयारी हुन्न भन्छु मैले। मेरो कुरा के हो भने, जब तपाईँ पढ्नु बस्नुहुन्छ भने एउटा चाहिँ रुटिनहरू बनाउनुहोस्। यो म पढ्छु भन्नुहोस्। यहाँ इन्स्टिट्युटमा आफ्नो ठाउँमा छ, तपाईँलाई कमजोर विषय भएको बढी पढ्नुपर्छ। त्यस कारणले गर्दा के गर्नु पर्यो भनेपछि यहाँ किताब लिएर जुन विषयको पढिन्छ त्यो मात्रै हेर्नु पर्यो। एक दिनको बनाउनुहोस्, घन्टे पछिको नबनाउनुहोस्। अब तपाईँलाई यहाँ यो पढाइरहेको छ, प्रेसर कहाँ छ भन्दाखेरि त्यो आइक्यूको कसैलाई छ, कसैलाई इङ्ग्लिसको चिन्ता छ, अनि कसरी पढिएला त यो यसको चिन्ता छैन। यो पढाउने बेला यसैको चिन्ता लिउँ, त्यसपछिबाट सोधौँ अफिसमा सर कहिले हुन्छ कसरी हुन्छ भनेर। यो त अब जाने हो, 2-3 प्लेट लगातारै जान्छ। यो हप्ता त हामी भनिसक्यौँ त। 26 गतेपछि 27 गतेपछि सरले लिनुहुन्छ, सुजन सरको कन्टिन्यू हुन्छ, मेरो कन्टिन्यू हुन्छ, नेपालीको कन्टिन्यू हुन्छ भनेकै छ। अब त्यसमा चाहिँ थपथाप हुने है। धेरै तपाईँहरू तनावमा नलिनुहोस्, अप्ठ्यारो छ सोध्नुहोस्, र जुन पढ्न नआएको त्यो पढ्नेलाई मजाले गर्नु कि अब मैले तपाईँको च्याट हेरेर यहाँ एउटा स्मुथली बगिया हुन्छ। अब आइक्यूको कुरा मलाई सबै थाहा नहुन सक्छ नि त है। त्यस कारणले फोन गर्ने हो। अब यहाँ मैले सोध्नु भने त मलाई अलिक केही नै आउन्न। अनि धेरैले आफ्नो मूल्याङ्कन मलाई त्यो आइहाल्छ भन्ने छ। त्यो आइहाल्छ भने यहाँ बस्नु नि पर्दैन नि त, आइहाल्छ नि है। ल, स्वतन्त्र केमा त हामी पढ्यो, स्वतन्त्र केमा रहेछ त? व्यक्तिगत स्वतन्त्रबाट वञ्चित गरिने छैन कसैलाई पनि। प्रत्येक नागरिकलाई दिएको स्वतन्त्रता हुनेछ भन्यो है। अब दिआएभित्र के पर्दो रहेछन् भनेर हेरौँ होइन, तल तल जाउँला है त। विचार र अभिव्यक्तिको स्वतन्त्रता भनौँ, 3-4वटा कुरा स्वतन्त्रता भन्दा बित्तिकै हामी 4-5वटा कुरा बुझ्छौँ। 9सम्म छ, 6सम्म छ। विचार र अभिव्यक्ति भन्दा बित्तिकै हामीले पहिला वाक स्वतन्त्रता भनिन्थ्यो, हामीले पढाएको पनि थियो त्यो विभिन्न संविधानहरूमा, पोलिटिकल साइन्समा हामी कानुन पढ्दाखेरि पनि वाक स्वतन्त्रता भन्थ्यो। अहिले विचार र अभिव्यक्तिको स्वतन्त्रता आएको छ। त्यो कुरा एउटै हो, बोल्न पाउने कुरा, बिना हतियार शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रता छ। राजनैतिक दल खोल्नुपर्ने स्वतन्त्रता छ, किनभने बहुदलीय व्यवस्था हो, लोकतन्त्र छ। त्यस कारणले जहाँ लोकतन्त्र छ त्यहाँ दल खोल्न पाइन्छ। सङ्घ संस्था खोल्ने, यो राजनैतिक दल अलग हो। सङ्घ संस्था भनेको प्राइभेट जस्तो आमा समूह होला, युवा समूह होला, अरू कुनै चाहिँ उद्धार गर्ने होला, रेड क्रसका कुराहरू होला, यस्तै सङ्घ संस्थाहरू संस्था खोल्नु होला। चाणक्य एकाडेमी एउटा संस्था हो, त्यो कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता हुनसक्छ। हामी यहाँ पढाउने, हामी दर्ता गरिरहेछौँ है। त्यस कारणले यो सङ्घ संस्था खोल्ने अधिकार दिएको छ, स्वतन्त्रता हो त्यो तपाईँलाई। त्यहाँ एउटा आफ्नो चाहिँ मन लागेको दलहरू खोल्ने, मन लागेको दलप्रति आस्था राख्ने, त्यसको चाहिँ पृष्ठपोषण गर्न हामी हिँड्ने, सङ्घ संस्था पनि आफू खोलेर बोल्ने, आफ्ना एक्टिभिटीहरू सञ्चालन गर्ने होइन, ती कुराहरू स्वतन्त्रता हुन्छ। नेपालको कुनै पनि भागमा आवत जात बसोबास गर्ने पास, यहाँ चाहिँ पासपोर्ट लाग्ने अवस्था होइन, नागरिक त देखाउनु पर्ने अवस्था एक देशको नागरिकलाई त्यो हुँदैन। आवत जात गर्न पायो बिना रोकटोक, चाहे सङ्घीयता होस् चाहे नहोस्। मेरो प्रदेशमा त पल्लो प्रदेशको मान्छे नठेक भन्ने कुरा भएन, सबको बराबर अधिकार भयो होइन। यसरी चाहिँ बुझ्नु पर्यो। भनेपछि अर्को चाहिँ कुनै पनि भागमा देशको पेसा गर्न जाने र घुम्न जाने हो, त्यसै गर्छु रोजगार गर्छु भन्दाखेरि तपाईँले पूर्वको पश्चिममा गएर रोजगार गर्न सक्नुभयो भने त्यहाँ गएर लोक सेवा दिनुभयो। पश्चिमको मान्छे पूर्व आएर गर्ने भयो, व्यापार बिजनेस त्यहाँ छोडेर यहाँ आउने भयो, यहाँको त्यहाँ जाने भयो, व्यापार उद्योग जे गरेका छौँ त्यो सञ्चालन गर्ने। त्यहाँको करहरू तिर्नु पर्ने एउटा छ, तर हामी नागरिकलाई भएको नाताले यो चाहिँ सबै के छ त सुविधा छ। यी कुरा चाहिँ हेर्न पर्यो। अब यहाँ तर तर छ, तर एकै थाहा छ, तर एकै ठाउँमा हामी ल्याइदिन सक्छौँ। प्रत्येकको नगरेर विचार र स्वतन्त्रताको अभिव्यक्ति छ भन्दैमा फेरि जे पाए विचारहरू गलत गर्ने, राष्ट्रिय सत्ता सर्वभौम सत्ताको अखण्डतामा अप्ठ्यारो पार्ने विचार व्यक्त गर्ने, अर्कालाई गाली बेइज्जती, अदालतको मानहानिदेखि लिएर थुप्रै कुराहरू छन्। त्यसमा चाहिँ अभिव्यक्ति दिँदाखेरि त्यो आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन नहुने भन्छ नि, हो त्यो। कसैको अभिव्यक्ति छ भने हामीले बोल्ने अधिकार त पायौँ,
तर हामी बोलिरहँदाखेरि कसैको मानहानि हुने अपमान हुने उसको शान्तिपूर्ण बाँच्न पाउने अधिकारलाई कुण्ठित हुने भयो भने त अब अप्ठ्यारो भयो त्यो नहुने भन्ने कुरा हो बिना हात हतियार शान्तिपूर्वक हेला नभइकन हात हतियार लिएर त के भयो त अपराध गर्ने कुरा भयो लाइसेन्स राख्ने अलिक अलग कुरो हो त्यो अर्कै हो हात हतियार ल्याउँदा त्यो सशस्त्र विद्रोहको कुरा सङ्घर्षको कुराहरू आउँछ त्यस कारण तिमी खाली हात मजाले भेला जम्मा हो आफ्नो मन लागेको कुराहरू राख धार्मिक बेला गर्न सक्छौ राजनीतिक बेला गर्न सक्छौ वाट एभर हतियार हुन्छ भने सरकारसँग मात्रै हुन्छ केही व्यक्तिहरूलाई लाइसेन्स लिएर सिडिओ लिएर हतियार राख्न दिन्छन् तर त्यो के भने लिएर हिँड्नलाई होइन आफूलाई आत्मरक्षाको चाहिँ त्यत्रो खतरा भएको छ भने त्यस्तो किसिमको ट्रेनिङ गरेको छ त्यो हैसियत पुगेको छ आफ्नो राख्ने बन्दुक छ राख्न पनि कार्ड पनि छ चलाउन पनि जाने छ सबै कुरा हो भने मात्रै उसले पट्ने यहाँ त ट्रेनिङ सेन्टर पनि छैन गोली सिक्ने ठाउँ पनि छैन फौजीले सिक्छ त्यो बाहेक अरू सिभिललाई त अवसर छैन र त्यो बन्दुक पनि कोही कोहीले स्टुडियोको आदेशले घरमा मात्रै राख्ने हो आत्मरक्षाको लागि लास्ट परेर आयो कोही नाकुवाहरू आयो भने होइन बन्दुक चाहिँ फायर गर्न पाउने हिसाबले आफ्नो सम्पत्ति रक्षा गर्नको लागि चाहिँ दिएको कुरा मात्रै हो त्यो तर म बडीगार्ड लिएर अनि सहरभरि चाहिँ पुलिसको हाकिम आर्मीको हाकिम जस्तो चाहिँ होइन प्रधानमन्त्री जस्तो बडीगार्ड जस्तो लिएर हिँड्छु पिस्तोल बिराएर भन्न पाएन पैसा भए पनि है उमेश यादवजी उमेश यादवजीले वाट्सएपमा छैन भन्नुभयो ठिक छ वाट्सएपमा चाहिँ अफिसमा फोन गर्नुहोस् न यहाँ चाहिँ फोन गर्नुहोस् वाट्सएप गराइदिनुहोस् मलाई भन्नुहोस् होइन तपाईँले तिर्नुपर्ने कुरा पनि तिर्नुपर्ने होला होइन तिरेकालाई चाहिँ गराउनुहुन्छ होला 9842 यो नि त्यति हुँदैन यहाँ म भन्दैछु 08 7 16 80 यहाँ गर्नुहोस् ठ्याक्क तपाईँले पाउनुहुन्छ त्यो आफूले गर्नु पर्यो है ल अनि अब यो दल पनि राजनैतिक दल त खोल्ने तर यो देशको चाहिँ कानुन मानेर खोल्नु पर्यो नि दल त खोल्ने यो संसारै पल्टाउने इन्डियालाई जिम्मा लाउने चाइनालाई जिम्मा लाउने भनेर खोलियो भने त त्यो खोल्न पाइएन राजनीतिक दल पनि प्रतिबन्धित काम गर्नको लागि खोल्न पाइएन त्यसको चाहिँ सिद्धान्तहरू हुन्छ आफ्नै चाहिँ उद्देश्यहरू हुन्छ त्यसको उद्देश्यहरू क्लियर कट हुनु पर्यो है त्यो ढङ्गले खोल्न पाइयो विशुद्ध पोलिटिसियन गर्ने हिसाबले आफ्नो चाहिँ विचार अभिव्यक्ति राखेर आफ्नो चाहिँ पार्टिसिपेट गरेर दलहरू खोलेर होइन नियम कानुनहरूलाई चाहिँ मानेर गर्नु पर्यो सङ्घ संस्था पनि त्यही हो गैर कानुनी सङ्घ संस्था खोल्नु भएन सङ्घ संस्था खोल्न पाइयो कसले पाउने एउटा चाहिँ उमेर पुगेको एउटा निश्चित प्यारामिटर मिलाएर कम्पनी राष्ट्र कार्यालयमा दर्ता गर्ने हो कि अथवा चाहिँ स्टुडियोमा गर्ने हो कि स्थानीयमा गर्ने हो कि त्यो दर्ता गरेर खोल्न पाइन्छ तर त्यसको उद्देश्यले त्यस्ता संस्थाहरूले चाहिँ खोलिरहँदाखेरि देशको सार्वभौमता अखण्डतादेखि लिएर सबै कुराहरू जोडिएरै आउँछन् कमन रूपमा है त्यो चाहिँ हुन्छ र नेपाल कुनै पनि भागमा आवाज गर्ने त पाइयो तर त्यहाँ गएर चाहिँ अब चाहिँ भाग मैलो गर्ने हिसाबले त्यहाँ गएर कुनै अपराधिक गर्ने गिरुवा गर्ने हिसाबले पनि गर्नु भएन भन्ने ठक्क मिल्छ होइन आन्तरिक रूपमा हेर्ने बस्ने भेटघाट गर्ने सबै पाइयो तर अरू कुनै गलत नियतबाट चाहिँ आवाज गर्नको लागि चाहिँ हात हतियार लिएर जाने अथवा अरू कुनै केही गर्नु पाइएन पेसा रोजगार उद्योग व्यापार व्यवसाय कानुन बमोजिमका सबै गर्न पाइयो रोजगार गर्ने उद्योग गर्ने भन्दैमा अब आजै चाहिँ नलिकन यहाँ चाहिँ अनि बम बनाउनु उद्योग खोल्न पाइयो त व्यापार पनि काला बजार गर्न पाइयो त त्यस्तै नचाहिने कुराको व्यापार गर्न पाइयो त लाभ अवसरको कुरा होइन मापसे गरिदिएको छ भने पनि अब त्यो निश्चित प्यारामिटर नपुर्याइकन त्यो पसलहरू गर्न पाइएन ती पेसा रोजगारहरू गर्दाखेरि देशका कानुनहरूलाई अक्षरशः पालन गरेर गर्नु पर्यो तिनका कारणबाट देशको सार्वभौमता अखण्डता विभिन्न जातिमा चाहिँ खलल पुग्ने किसिमको कुरा भएन संविधानको 17 ठाउँमा दोहोरियो भन्ने कुरा यहाँ पनि दोहोरिन्छ त्यो कुरा ल हेर्नुहोस् यहाँ नभए ल खण्ड कको कुराले भन्नु सार्वभौमता भौगोलिक अखण्डता राष्ट्रियता स्वाधीनता हेर्नुहोस् है अहिलेको जोडेको होइन सङ्घ संस्थापित जाति सुसम्प्रदाय अहिले मैले के भनेको थिएँ त्यो सबै छन् यहाँ त्यो गरेर चाहिँ गर्न पाइएन यत्रो तपाईँले लेख्न सक्नुहुन्छ सक्नुहुन्न चाडा लेख्ने र त्यसमा चाहिँ एकमुष्ट रूपमा तर भनेर यी सबै अधिकारहरू यस्तो यस्तो हुन्छ भने एउटै
प्याराग्राफमा लेखिदिने हो। प्रत्येकको कुरा छुट्टाएर लेख्छु, विचार अभिव्यक्तिको कुरा छुट्याउँछु, बिना हातले छुट्याउँछु भन्नु भने तपाईँ बुमऱ्याङमा फस्नुहुन्छ। लेख्ने यति लेख्ने, तर भन्न मन लाग्यो त्यसै कारणले गर्दा यस्तो चाहिँ हुनु भएन भने एकमुष्ट माथिको कुरा लेखिदियो भने लगभग सबै मिल्छ। प्रत्येकलाई चाहिँ लेख्न पर्दैन हेर्नुहोस् यहाँ, नत्र त यत्रो छ अब कसले लेख्नु लाग्यो नि त, प्रतिबद्ध वाक्य नै यत्रो छ लेखिदिए यत्रो छ लाग्यो नि, दिनभरि लेख्नुपर्छ एउटै स्वतन्त्रताको कुरामा। यी पोइन्टहरू लेख्नु पर्यो, मूल पोइन्टहरू, र ती अरूलाई चाहिँ एकमुष्ट रूपमा यस्तो सार्वभौमता अखण्डतामा असम्पर्ने गरेर यस्तो हुन्न भनेर ट्याक्क लेखिदिने हो, त्यसैमा पुगिहाल्छ। नत्र यो 5 नम्बरको क्वेसनमा गाह्रो हुन्छ है त। ल यही छ सबै। फेरि खण्ड कको कुरा भन्दाखेरि एकमा कको कुरा विचार अभिव्यक्तिको कुरा के रहेछ त, कको कुनै कुराले भनेको विचार र अभिव्यक्तिको कुनै कुराले गरेको कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, फेरि राष्ट्रियता, स्वाधीनता वा सङ्घीय इकाइबीच, विभिन्न समुदायबीच वा विभिन्न जात जातिबीच, धर्म सम्प्रदायबीच सुसम्बन्ध छ जुन खलल पार्ने। बोलेर एउटै उदाहरण देऊ न, हिन्दू त चोर हो, यसले गाईको मासु खानुपर्छ भन्नु भने के हो त अर्को जातले? अब सम्बन्ध खलल पऱ्यो कि परेन? वाक स्वतन्त्रता छ, अभिव्यक्तिको स्वतन्त्रता छ, विचार त छ, तर त्यो व्यक्त गरेपछि के हुने भयो त समाजमा? हो यो गर्न पाइने भनेर चाहिँ फेरि ब्रेक लाग्यो। हामीले भन्छौँ नि यत्रो खसी यत्रो कुखुरो थियो भनेर माथिबाट यत्रो गरेर यत्रो नि हुन्छ भनेपछि होइन यो हात राख्न बाँकी नै छ भने जस्तो सानो कुखुरो हुन्छ नि, त्यही हो। यहाँ यत्रो दियो तर यसले खुम्चाइदियो, सानो अर्को हात तलबाट राख्यो कि यसरी राख्यो अनि अर्को हात तलबाट राख्दा के हो, सानो भयो। हो यो नेपालको स्वतन्त्रता यही हो। तर धेरै स्वतन्त्रता हो, संसारले पनि दिन सक्दैन, यस्तै हो। किनभने सबै स्वतन्त्र दिने हो भने त एकदमै चाहिँ देश त खतमै हुन्छ नि, अपराधी नै अपराधी हुन्छन्, अनेक किसिमको चाहिँ तत्त्वले घर बनाउन थाल्छन्। स्वतन्त्रता पनि ठिक्क दिनु पर्यो नि त। त्यस कारण यहाँ ब्रेक डाउन गरेको छ, यहाँ चाहिँ प्रतिबन्धात्मक वाक्यांशहरू राखेको छ होइन। ल हेर्नुहोस्, 2 को नि छ, 2 को भनेको त्यो, 3 को भनेको थियो, 4 को भनेको थियो, म च सम्म, क ख ग ग छ। हेर्नुहोस् च सम्म छ, कति छ? 6 वटा छ। यहाँ पनि क, खण्ड क, खण्ड ख, खण्ड ग, खण्ड घ, खण्ड ङ, खण्ड च। हेर्नुहोस् त सबैको चाहिँ ल छ। सबभन्दा हेर्नुहोस् त, अब सक्नुहुन्छ र सक्नुहुन्न, यसलाई समरीमा ट्वाक्क पारेर लेख्ने हो। सबै 5 वटा माथिका 6 वटा मुद्दा सबै लेख्न पर्यो होइन, व्याख्या गर्नु पर्यो भने। होइन भने त स्वतन्त्रता सम्बन्धी छ भने माथि गएर जानै पर्यो, भित्र प्रवेशै गर्नु परेन कति कुरामा। भित्रै चाहिँ स्वतन्त्रता सम्बन्धीको हक बारेमा लेख्नुहोस् भन्नु भने त अब भित्र छिर्नु पर्यो। भित्र छिर्दाखेरि पनि यति हेर्ने छिर्ने हो, एक एक लाइनसम्म लेख्न सकिएला। एकमुष्ट यी सबैलाई अप्ठ्यारो नपर्ने गरेर नियम कानुनभित्र बसेर चाहिँ खोल्नु स्वतन्त्रता हुन्छ। स्वतन्त्रता भयो भनेर अभिव्यक्ति कसैलाई गाली गर्ने, बिना हात हतियार घुम्न पाइन्छ भनेर फेरि चाहिँ नि शान्तिपूर्वक बोलाउने ठाउँमा चाहिँ हात हतियार लिएर गर्ने, दल खोल्न पाइनेमा चाहिँ जे पाइ उही किसिमको चाहिँ मोटिभ भएको दलहरू खोल्ने होइन। नेपालको भ्रमण गर्न पाइन्छ भनेर जे पाइ उही गर्ने नियतले भ्रमण गर्ने, र कुनै पेसा रोजगार गर्ने भन्दा बित्तिकै कुनै गएर खाने काम गर्न पाउने हिसाबको पेसा रोजगार होइन, कानुनसँग तरिकाले गर्ने हो। यो चाहिँ स्वतन्त्रता छ भने चाहिँ काम सकियो। छोटो मिठो है, त्यो चाहिँ म सिकाउँछु। यो महत्त्वपूर्ण कुराहरू एउटा लेखाएँ भने अरू पनि सिक्नुहुन्छ तपाईँले। ल अब यति भइसकेपछि स्वतन्त्रताको सकिन्छ। समानताको हेर्नुहोस्, केमा समानता भन्दा बित्तिकै मान्छेको हाइटमा समानता भने हो त होइन। समानता धारा 18ले भनेको कुरा गर्नु, सबै नागरिक कानुनको दृष्टिले समान रहन्छन्। पहिलो काम, कानुन बराबर सबै समान रहन्। प्रधानमन्त्रीलाई नि 1 भोट, हामीलाई नि 1 भोट, काम दिने अर्कै कुरा हो। प्रधानमन्त्री पनि कानुनभन्दा माथि छैन, जनता पनि कानुनभन्दा माथि छैन, राष्ट्रपति पनि माथि छैन। पहिला यस थियो जङ्गबहादुर नेपालमै जङ्गे राणाकालमा श्री 5 भन्दा श्री 3 माथि थिए। श्री 5 को छोरा त जेठो छोरा राजा हुन्थ्यो भने यहाँ त भाइ राजा हुँदै प्रधानमन्त्री हुँदै अनि छोराहरूमा पालो सर्ने समेत भयो होइन। अनि सबै कुरा के छ भने जतिसुकै अदालतले सुनाइ गरे पनि माफी बिना दिन चाह्यो भने सकियो। तँलाई यो पद भयो भने त्यो लेख्नै नजान्ने मान्छे त्यो पद पायो।
हुकुम परमागणे भन्थ्यो, त्यसरी चाहिँ जान्थ्यो भने अहिले चाहिँ त्यसो छैन। सबै कानुनको दृष्टिले समान हुनेछ। कसैलाई पनि कानुनको समान संरक्षणमा वञ्चित गरिन्छ। त्यो समानताको सबभन्दा पहिलो कुरो। समान केमा? समानता हक त लेखियो। समान केमा हो? खानेकुरा समान हो कि बस्ने कुरा हो कि उठ्ने कुरा समान हो कि दुख्ने कुरा हो भने त गाह्रो हो। कम्तीमा कानुनको लेख्यो भने त अरू चाहिँ तल बिस्तारै लेखिहाल्नुहुन्छ। एउटा धाराको एउटा धारा मध्येको एउटा पोइन्टको भित्र उक्काउन सिक्नु पर्यो। बाकस अहिले हामी बाकस मात्रै स्वतन्त्रताको हेरेको थियौँ। यहाँ बाकसभित्र के रहेछ भने चाहिँ हेर्नुहोस् कि सबै कानुन नागरिक कानुनको दृष्टिमा समान हुनेछन्। कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनेको के त? कसैलाई पनि कानुनले सबलाई बराबर हेर्छ, संरक्षण बराबर गर्छ। यो धनी हो, यो गरिब हो, यसलाई यस्तो हुने, यसलाई धनीलाई अलिक सुविधा दिने भन्ने हुन्न। तर यो भनिरहँदा पनि फेरि चाहिँ बुढाबुढी छन् भने, बच्चा बच्ची छन् भने त्यो अलग कुरो, ह्युम्यानिटीको बाटो हुन्छ है। र सामान्य कानुनको प्रयोगमा अब यो वञ्चित गरिने छैन भने अभियुक्त पर्यो, कुनै जेलमा पर्यो अथवा थुनामा पर्यो भने उसको 1 रुपियाँ पनि छैन वकिल राख्ने पैसा भने सरकारले नै उसको तर्फबाट वकालत गरिदिनुको लागि अपराधीको हुनेवाला अपराधीको वैतनिक वकिल राखिदिएर बहस पैरवी गराइन्छ। त्यो भनेको कानुनको समान संरक्षणबाट वञ्चित नगरेको। कसैले आफ्नो पैसाले राख्न सक्छ, राखोस्, ठिक छ। तर कोही पनि बोलिदिनु छैन भने सरकारले एकजना चाहिँ सम्बन्धित अदालतमा वैतनिक वकिल भन्ने एउटा चाहिँ दरबन्दी नै कायम गरेर राखेको हुन्छ। नेपाल बार एसोसिएसनबाट पालो मिलाएर वकिलहरू त्यहाँ चाहिँ जानुहुन्छ बस्ने दिनभरि, अफिसर सरहको भत्ता पाउने गरेर हरेक नसक्ने मान्छेको बहस गरिदिने, त्यो समेतको कुरा, कानुनी सल्लाह दिने, हिरासतमा गएर भेट दिने होइन, परामर्श दिने काम गर्नुहुन्छ। र अब उहाँको लागि बहस पैरवी नै गरेर गरिदिनुहुन्छ अदालतमा, 1 रुपियाँ पनि लाग्दैन। त्यो भनेको के त? समान संरक्षणबाट वञ्चित नगरेको कुरा हो। र सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, उत्पत्ति, वर्ण, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति केही पनि हेरिँदैन। त्यसको आधारमा भेदभाव गर्नु मिल्दैन है कानुनको प्रयोगमा। भने नर्मल कानुन हिसाबमा सामान्यता हो। सामान्य भनेको होइन, यो स्पेसल ल छुट्टै हुन्छ, त्यो पछि आउँला, यसमा बुझ्नुहोस्। यति भएपछि सामान्यतया कानुनको हिसाबले बुझ्नुहोस्। व्यक्तिलाई उसको धर्म, उसको जाति, ऊ कसरी उत्पत्ति भयो, यहाँ कहाँबाट आयो, उसको चाहिँ पुर्खाहरू, त्यो बारेमा भेदभाव गर्ने अथवा वैचारिक आस्थाका विरुद्धमा यो त एमालेको रहेछ, यो त काङ्ग्रेसको रहेछ, यो त माओवादी रहेछ, यो त राजावादी रहेछ, त्यो भन्नै पाइएन। वैचारिक आस्था राख्नुपर्ने भयो। त्यस्तै अरू कुनै किसिमले भेदभाव गर्ने भएन। न त अन्त राजा फालिसक्यो, राजा ल्याउन खोज्ने चाहिँ पर्साईलाई त जेल हाल्थ्यो होला। किन हालेको छैन भन्दाखेरि त्यो हिसाबले हाल्यो। उसले विचार राख्न पायो, त्यसको लागि चाहिँ लिएर आउँछु भनेर चाहिँ सत्तै पल्टाउँछु, सार्वभौम सत्ता नष्ट गर्छु भने त कारवाही हुने हो। नभए उसले राजा आउनुपर्छ यो देशमा भन्छ भने उसको भोग्दै गर्छ नि, उसले राख्न पाउँछ है। पञ्चायतकालमा त बहुदल चाहियो भन्न पायो भने अब यो बहुदल र यस्तो चाहिँ सङ्घीयतामा पनि बोल्न नपाउने हो। तर कहिलेकाहीँ होम एरेस्ट पनि भएकै छ, अस्ति पनि देख्नु भएको छ होइन। त्यो चाहिँ आफ्नो ठाउँमा छन्। समानता हेर्नुहोस्। अब फेरि धर्म, उत्पत्ति, जाति, लिङ्ग, मुस्लिम, उत्पीडन वर्ग, पिछडा वर्ग, अल्पसङ्ख्यक, सारा संसार यहाँ अट्याएको छ। लगायत भन्नु पर्यो, विभिन्न दानदारी लगायत होइन। कानुन विशेष व्यवस्थामा रोक लागेको मानिस छैन भने के त समावेशितामा लैजान्छ। समावेशीमा यही कारणले समावेशी हो। यो चाहिँ बराबर हुनु भनिदियो भने त फेरि समावेशी त हुन सक्दैन। त्यो बाटो त खुला गर्नु पर्यो। त्यो बाटो खुलाउँदा यति राखेको हेर्नुहोस्, तपाईँ जागिरको एप्लाई गर्दा नि यो कुरा छ नि, है छ कि छैन? त्यही अनुसार कोटा पाउनु भएको छ हो। यसमा चाहिँ के छ भने यो विभिन्न संरक्षण, सशक्तिकरण वा विकासका लागि कानुन बनाउने विशेष व्यवस्था गर्न रोक लगाउन मानिन्छ। कानुन बनाउँछ समावेशी सम्बन्धी होइन, र अनि उसलाई चाहिँ हरेक सरकारका तह तब्कामा उसले लिएर आउँछ सरकारले। यो चाहिँ सकारात्मक विभेदको कुरा हो। विभेद गर्नको लागि भन्छ। विभेद त भयो नि। अहिले तपाईँ जागिर दिइराख्नु भएको छ, बाहुन छेत्रीले चाहिँ 60 ल्याउँदा निक्लन्न, अहिले महिलाले दिनुहोस्, दलित मधेसी भयो भने 45 पनि निक्लन सक्छ। भेद त त्यहाँ भएको छ नि 15 नम्बरको एउटैमा। तर किन भन्दाखेरि यो सकारात्मक विभेद हो, पोजिटिभ उद्देश्यले भएको।
उनीहरू पहिला राज्यबाट उत्पीडन भए, उनले अवसर पाएनन्, विभिन्न कारणले वञ्चितीकरणमा परे। त्यो वञ्चितीकरणमा परेको हुनाले अहिले क्षतिपूर्ति स्वरूप जनताको सरकार आयो, जनताले आफै संविधान लेखेपछि त्यो इन्जोय गर्ने राइट उसले पास सर्टेन समयसम्म भने यो लिएर आएको है, त्यो कुरालाई बुझ्नु होला। अब समानान्तरमा हेर्नुहोस् त स्पष्टीकरण, यस भाग र भाग 4मा को प्रयोजनको लागि आर्थिक रूपले विपन्न भन्नाले सङ्घीय कानुनमा तोकिएको आय भन्दा कम आय भएको व्यक्तिलाई भन्छ र 40,000 भन्दा वार्षिक कम आम्दानी भएको हिसाबमा लिन्छ यसलाई है। आम्दानी समान कामको लागि लैङ्गिक आधारमा परिश्रमिक र सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन। तर हाम्रो गाउँमा के छ, अझै पनि खेतीपाती नै गर्ने हो भने पनि खेतला महिला 2टा, पुरुष अलि भयो भने एउटै, बराबर पैसा पनि सबै कुरा त्यसरी लिएको छ। अब जागिरमा यस्तो छैन सरकारले। तर हाम्रो परम्परागत रूपमा प्रचलन के आएको छ, महिलाले धेरै काम गर्न सक्दैनन्, त्यत्रो हलो जोत्न सक्दैनन्, बाउसु मरेर खन्न सक्दैनन्, ढुङ्गा फुटाल्न सक्दैनन्। त्यही भएर के भयो त, बहादुरी काम त पुरुषले गर्छ, त्यसैले ठ्याक्कै डबल हुनुपर्छ भन्ने प्रकृतिको छ हाम्रो अहिलेसम्म समाज। तर हामी जाऊ सेना, प्रहरी, शिक्षक, निजामती जेसुकै हो, सरकारले गर्ने कुरामा कसैले भेदभाव गरेको छैन र ती श्रमहरू पनि प्राइभेट सेक्टरले गर्दैन र एका दुईवटा घरतिर भएका यस्ता कुरा गाउँघरका पनि बिस्तारै यसलाई चाहिँ समय सापेक्ष बनाएर बराबर भ्यालु हुनुपर्छ। हलो जोत्न महिलाले जान्दैनन् भने धानको बिउ छुपु 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 रोक्न महिलाले पनि पुरुषले पनि जान्दैन, त्यसले त झन् डबल गर्नुपर्छ। उसले नजाने उसले जान्छ, उसले जान्दैन उसले जान्दछ। आफ्नो शरीर अनुसार गर्न पाउनु पर्यो। त्यसको मतलब त के अरे, समान कामको लागि चाहिँ समान बेला। तर अर्कै अलिकति चाहिँ होला, कोही अर्कै काम गर्दैछ भने त्यसलाई फरक किसिमको भइहाल्छ। पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव होइन, सबैको समान हक हुनेछ। यदि अंश र वंश भने भनेर हो, यहाँ आएर यहाँ पनि सम्पत्ति मान्छ, यहाँ कुरा नि। यसरी संसार यसरी गर्दै जानु होला। र साथीहरू एकचोटि यो सबै हेर्नु होला। अब हामी चाहिँ भोलि अब ऐतिहासिक पृष्ठभूमिमा जान्छौँ, यति भएपछि एउटा वेमा जान्छ र हाम्रो विकासक्रम कसरी भएर चाहिँ यति कुरा भयो भनेपछि पहिला यो थियो मौलिक र यो थिएन भन्न पाइन्छ भनेर म अब त्यो हाम्रो संविधानको विकासक्रममा 2004 सालको वैधानिक कानुन राणा प्रधानमन्त्री भइसकेपछि होइन, पद्म शमशेर म राष्ट्रको नोकर हुँ, आई एम स्टेट अफ दि आई एम द सर्भेन्ट अफ दि स्टेट भनेर भनेका थिए। त्यही अनुसार एक थान संविधान दिएदेखि यो चाहिँ दोस्रो संविधान सभाको चुनावबाट सम्पन्न भएको चाहिँ चुनावबाट लिएर आएर बनेको चाहिँ अहिलेको वर्तमान संविधानसम्म 7वटा संविधान आइपुगेका छन्। ती 7वटामा हामी सामान्य छिरफार गर्नेछौँ पनि है त साथीहरू। ल अरू यो हप्ताभित्र सबै सुरु हुन्छ। यहाँनिर चाहिँ के भएको भन्दाखेरि यहाँ साथीहरू आउने साथीहरूले पनि गर्नुपर्ने कुराहरू के छन्, प्रशासनिक कामहरू मिलाउनु होला, त्यो पनि होला। र सरहरू दुवैजना बाहिर जानुभएको हुनाले हाम्रो चाहिँ अरू स्फूर्ति भएको छैन, 2-3टा भइ नै राखेको छ। यसको अर्थ तपाईँको सबै सिद्धाउँछ, चाणक्यले ढुक्क हुनुहोस्। केही त साथी हो, केही छ भने भन्नु होला, नभए आजलाई बाई बाई गरौँ।